जयमसी सुरु गरौँ होला है। अब किन आउँदै गर्नुहुन्छ, फेरि टाइम छैन हामीसँग, 2 बजिसक्यो। अहिलेसम्ममा त के दोहोऱ्याउनु पर्दैन नि है, सबै ठिक छ है। ल अब हामी अगाडि बढौँ है। यो चाहिँ यो हाम्रो पाठ सिधिसकेको छ, EM 2 सम्म हामी सकिसकेका छौँ। अब एउटा हामी अर्को एउटा यो EM-बाटै एउटा चाहिँ अर्को हामी मल बनाउँछौँ, त्यसलाई चाहिँ हामी चाहिँ बोकासी मल भनेर भन्छौँ है। यो चाहिँ एकदमै तपाईँ हामी जो प्राङ्गारिक तरिकाले खेती गर्ने हो भने चाहिँ यो चाहिँ राम्रो है। बोकासी मलको लागि चाहिँ जति पनि हाम्रो घरमा तपाईँ हामीले तरकारीहरू काट्दाखेरि जति पनि फोहोरहरू आउँछ नि, खेर आउने चिजहरू, हामी चाहिँ के गर्छौँ, त्यसलाई चाहिँ फालिदिन्छौँ हैन। अनि त्यो फाल्नुको सट्टामा चाहिँ अहिले यस्तो यो चाहिँ यो किचन वेस्ट म्यानेजमेन्टको लागि चाहिँ एउटा यस्तो बाल्टिनहरू पनि पाउँछ हैन। अब यो अहिले हाम्रोमा पाउँदैन भने तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ 2टा बाल्टिनलाई चाहिँ युज गर्नुपर्छ। एउटा बाल्टिनभित्र अर्को बाल्टिन छिर्ने खालको क्या। एउटा बाल्टिन अलिक ठुलो, एउटा अलिक सानो। अनि त्यो 2टा बाल्टिनमा चाहिँ अनि ठुलो बाल्टिनमा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यो ठुलो बाल्टिन चाहिँ तलको जुन तल राख्ने बाल्टिन हुन्छ नि, त्यसमा चाहिँ धारा हाल्ने के, पाल पारेर धारा सिस्टम बनाउने। अनि त्यो सानो बाल्टिन र ठुलो बाल्टिनको बिचमा चाहिँ तपाईँले 4 इन्ची ग्याप राख्ने, तल चाहिँ यो इँटा अथवा केही चिज हालेर। अनि त्यो सानो बाल्टिनको चाहिँ मुनि मुनि चाहिँ मसिनो मसिनो पालहरू बनाइदिने है। आफैले पनि घरमा गर्न सक्नुहुन्छ। त्यसो गरेर जति पनि तपाईँको घरबाट निस्केको फोहोरहरू हुन्छ त्यो सानो बाल्टिनमा चाहिँ हाल्ने। अनि त्यसमा हालिसकेपछि तपाईँहरूले चाहिँ एउटा बोकासी भन्ने बनाउनु पर्ने हुन्छ। अहिले बोकासी लेखेको छ नि होइन, EM बोकासी। त्यो बोकासी बनाउने तरिका चाहिँ म अहिले तपाईँलाई यसपछि भन्छु। अनि त्यो चाहिँ हरेक दिन चाहिँ तपाईँले जति पनि घरबाट निस्केको फोहोर, त्यो भातदेखि जे तपाईँ फाल्नुहुन्छ नि, त्यो फाल्ने चिज चाहिँ नफालिकन त्यसमा भाँडोमा हाल्ने। अनि 1 पत्र चाहिँ त्यो बोकासी हालिदिने। अनि बिर्को बन्द गरेर राख्नुभयो भने त्यो भरिसकेपछि चाहिँ तपाईँले चाहिँ 1 हप्तापछि त्यसलाई तपाईँ तरकारी बालीहरूमा चाहिँ सिधै प्रयोग गर्न मिल्छ, मलको रूपमा डाइरेक्ट मल बन्छ। त्यो भयो भने चाहिँ तरकारीहरू चाहिँ अब चाहे गमलामा होस्, चाहे तपाईँको जहाँसुकै प्रयोग गर्ने बेलामा, अनि त्यसपछि 1 पत्र माटो झिक्यो, यो हामीले हालेको चिज जति हो अलिकति मल त्यो हाल्यो, त्यसमाथि माटो हालेर बिरुवा रोप्यो भने चाहिँ धेरै नै राम्रो बिरुवा उम्रिन्छ। यसले गर्दाखेरि त्यो आफ्नै घरबाट निस्केको फोहोरबाट, त्यसलाई चाहिँ हामी किचन वेस्ट म्यानेजमेन्ट पनि भनिन्छ, अथवा चाहिँ भान्साको फोहोर व्यवस्थापन गर्ने तरिका। अनि जसले गर्दाखेरि हामीले चाहिँ त्यसलाई बाहिर लगेर अथवा चाहिँ यो के भन्छ गाडीमा, त्यो नगरपालिकाको गाडीमा चाहिँ फाल्नु परेन कि। मल पनि बन्ने भयो। अनि मलले त हाम्रो चाहिँ मल किन्न जानु पनि परेन। यो चाहिँ फाइदा चाहिँ छ है। अब यसको लागि अब पहिलो कुरा चाहिँ अब हामीले बोकासी कसरी बनाउने भन्ने कुरामा चाहिँ हामी जानुपर्ने हुन्छ। बोकासी बनाउनको लागि चाहिँ हामीले चाहिँ यो जति पनि अन्नबाट निस्केको उत्पादन हो भन्छौँ, अन्न जस्तै अन्न भन्ने बित्तिकै धान, मकै, कोदो, गहुँ, फापर भन्छ नि होइन, अन्नहरू। त्यसमा चाहिँ हामीले खाने भन्दा बाहेकको चिजहरू जस्तै भुस भयो, ढुटो भयो होइन, त्यस्तो चाहिँ बोटहरू भयो, त्यो सुकेको चिजहरूलाई चाहिँ तपाईँले चाहिँ 4 भाग हाल्ने। अनि पिना र कुखुराको मललाई चाहिँ 1 भाग। यहाँ तपाईँले यता पनि आउँछ अहिले। यो चाहिँ जस्तै धानको ढुटो 4 भाग, धानको भुस 4 भाग, अनि पिना 1 भाग, अनि कुखुराको मल चाहिँ 1 भाग। यसरी चाहिँ 4:1 को रेसियोमा हाल्नुभयो भने चाहिँ योबाट चाहिँ हामी बोकासी मल चाहिँ बनाउन सकिन्छ। अनि EM 2 चाहिँ हामीले आवश्यकता अनुसार चाहिँ हाल्ने भयो। बुझ्नुभयो है। अब यो चाहिँ अब EM 2 भने मैले अघि भने यो चाहिँ EM 2 भयो होइन। यसलाई अहिले ल्याउनु भएको छ कि छैन, यी चिजहरू छ कि अहिले हामीले छ। अहिले प्र्याक्टिकल पनि गरेर हेर्छौँ है। अहिले हामी चाहिँ अब 3 बजेसम्म हामी थ्योरी पढेर 1 घन्टा जति चाहिँ हामी प्र्याक्टिकल तपाईँहरूलाई चाहिँ बनाउने तरिकाहरू, मलहरू, कति कुराहरू हामी चाहिँ हेर्छौँ। अनि बोकासी बनाउनुको लागि चाहिँ त्यही भएर चाहिँ ढुटोहरू, भुसहरू तपाईँ घरमा पनि जे छ आफूसँग भएको चिजहरू है। अब नभए पनि भुसहरू त किन्न पाइहाल्छ, ढुटोहरू किन्न पाइ, जुन महँगो चाहिँ कम हाले पनि हुन्छ है।
जस्तै चाहिँ तपाईँले भुस चाहिँ अलिक बढी हालेर ढुटो कम हाले पनि हुन्छ, तर रेसियो मिलाउँदाखेरि चाहिँ त्यो धान ढुटो भुसलाई एउटा रेसियो मान्ने अनि पिना र कुखुराको मललाई एउटा रेसियो मान्ने। अनि त्यो जहिले पनि गर्दाखेरि पिना र कुखुराको मल जोड्दाखेरि 1 राख्ने, यताको चाहिँ 4 राख्ने, 1:4 को रेसियोले गर्ने। यो चाहिँ जोख्ने होइन, नाप्ने है। फेरि बाल्टिनले नाप्यो भने 1 बाल्टिन चाहिँ तपाईँले पिना र कुखुराको मल जोडेर 1 बाल्टिन राख्यो भने भुस र ढुटो जोडेर कति बाल्टिन राख्नु पऱ्यो? 4 बाल्टिन राख्नु पऱ्यो। अनि दुईटैलाई एकै ठाउँमा मिसाउनुहोस्। पिनाहरू ठुल्ठुलो टुक्रा छ भने त्यसलाई मसिनो बनाउनुहोस्। अनि कुखुराको मल त धुलो हुने भइहाल्यो, त्यसलाई एकै ठाउँमा मिसाउने। मिसाइसकेपछि त अब यो इएम छ, 2 इएमलाई चाहिँ यो पनि फेरि चाहिँ 1 भागमा 20 भाग, अघि जस्तो 1 लिटरमा 20 लिटर पानी मिसाएर अनि त्यसपछि हामीले चाहिँ बिस्तारै बिस्तारै त्यसलाई चाहिँ चलाउँदै जाने। अनि इएम छर्दै जाने, यो चलाउँदै गएर चाहिँ फुक्का फुक्का बनाउने। धेरै पानी पनि हाल्नु हुँदैन, हल्का भिजाउने मात्रै। अनि हल्का भिजाउने मात्रै गरिसकेपछि तपाईँको त्यो चाहिँ भइसकेपछि त्यसलाई चाहिँ अनि जमिनमा चाहिँ अब सिमेन्ट ढलान गरेको छ भने के पनि ओछ्याउनु परेन, माटो छ भुइँ छ भने चाहिँ मुनि चाहिँ तपाईँले एउटा प्लास्टिक ओछ्याइदिनुहोस्। अनि त्यसमाथि चाहिँ 1 हात जतिको अग्लो बनाएर यसलाई चाहिँ छोप्नुहोस्। अनि त्यसलाई चाहिँ छोप्ने बेलामा चाहिँ फेरि यसलाई चाहिँ प्लास्टिकले छोप्नु हुँदैन। यसलाई चाहिँ हामी चाहिँ अरू चिजहरू जस्तै गुन्द्री भयो अथवा चाहिँ बोराहरू भयो, जुटको बोराहरू हुन्छ नि, हो त्यस्तोले चाहिँ छोपेर चाहिँ राख्ने। अनि यसलाई पनि दिनको 1 पटक चलाउने। त्यो किनभने एकदम तात्तिन्छ, तात्तिएपछि फेरि बिग्रिन सक्छ। दिनको 1 पल्ट तपाईँले चलाइदिनुहोस्। 7 दिन चलाइसकेपछि यो मल पनि 7 दिनमा अनि तयार भयो। मल बनाउनलाई धेरै दिन कुर्नु पर्दैन। यसलाई पनि छाया घाममा चाहिँ राख्ने। इएम राख्ने बित्तिकै घाममा चाहिँ नराख्ने। जति पनि इएमको कुरा आउँछ कहिले पनि घाममा नराख्ने। यसलाई बनाउँदाखेरि पनि छायामा, पानी नपर्ने ठाउँमा, घरभित्र बनायो भने केही फरक पर्दैन। सकिन्छ यसलाई बनाउन? चलाउनु पर्छ। दिनको 1 पल्ट चलाएपछि 1 हप्तामा चाहिँ तयार हुन्छ, 7 दिनमा तयार हुन्छ। यसको चाहिँ अलिअलि तयार हुने बेलामा चाहिँ बिस्तारै जाँडको जस्तो बास्ना चाहिँ आउँछ यसको है। मिठो बास्ना, जाँडको मिठो बास्ना। चर्चमा मिठो बास्ना त भन्नु मिलेन। जहाँ जस्तो बास्ना आयो भने चाहिँ मिल्यो, तयार भयो। त्यो कुहिएको बास्ना आयो भने चाहिँ बिग्रियो, त्यही भएर अहिले बनाउँछ। एकै ठाउँमा राख्नुहोस् अहिलेलाई, अनि त्यसपछि बाँड्ने पछि। कि थोरैको चाहिँ बन्दैन। सकेसम्म त अझ तपाईँको 1 हात अग्लो हुने गरी राख्नु पऱ्यो क्या, नत्र तातोपना आउँदैन। तातोपना आएन भने फेरि राम्रो बन्दैन। दिनको 1 चोटि चलाउने, 1 हप्तासम्म चलाउनु पऱ्यो। अब तपाईँ कति भयो यतिको लागि एकछिन यसो गरेर सिद्धि हो त, बिर्सिनु चाहिँ भएन। त्यही हो, त्यति हो। अब खेती किसान हामी गर्ने बेलामा त हामी त त्यो ठुल्ठुलो बोराहरूको पनि 7-8 बोराको बनाउँछ एकैचोटि, साबेलले चलाउँछ हामी त। यी किन भन्दाखेरि धेरै धेरै चाहिन्छ। अब यहाँ अब तपाईँहरूले त कौशी खेती गर्नेहरूलाई चाहिँ थोरै थोरै बनाए हुन्छ, आफ्नो चाहिने जति चाहिँ। यो मल चाहिँ अहिलेसम्म चाहिँ तपाईँले अरू जति यदि तपाईँले खेती गर्ने बेलामा गोबर मल यताउता ल्याउनुहुन्छ नि, त्योभन्दा चाहिँ 10 गुणा राम्रो हो यो मल। हुँदैन, किन त्यो चिसो हुन्छ नि त गोबर मल। सुक्खा चाहिन्छ। गोबर एकदम सुक्खा छ भने चाहिँ हुन्छ। सुक्खाहरू चाहिँ भए चाहिँ हुन्छ, गुइँठा हुन्छ। त्यो सुक्खा भए चाहिँ त्यसलाई धुलो बनाउनु पऱ्यो फेरि। के यो मिसाउने नै हो। यो नमिसाइकन त बन्दैन। 1:20 को रेसियोले यो नहालिकन त बोकासी मल बन्दैन नि। यो चाहिँ हाल्नु पर्यो। त्यो त तपाईँको आवश्यकता अनुसार भनेको हो। अहिले तल बनाउने यो जति हामी चलाउँछौँ नि, चलाउँदाखेरि हल्का भिज्ने गरेर मात्र राख्ने के, धेरै भिज्नु पर्दैन। हल्का हल्का भिज्ने गरेर चाहिँ राख्ने। 20 भागमा 1:20। 1 गिलास यो हाल्यो भने 20 गिलास पानी हाल्ने। त्यसरी लिटरकै गर्नु परेन कि 1 भाग बराबर 20 भागको हिसाबमा जानुहोस् त्यसरी।
त्यो तरिकाले। त्यहाँ लेखा छ त भुस पिना 4 भाग, 4 भाग चाहिँ भुस र पिना जोडेर 4 भाग हाल्नु पर्यो। कुखुरा मल र पिना जोडेर 1 भाग, भुस र ढुटो हालेर चाहिँ 4 भाग हुनु पर्यो। पिना र कुखुराको मल मिसाएर 1 भाग। अब त्यो मध्ये पनि दुईटै पाइएन भने एउटा हाले पुग्छ। जस्तै पिना र कुखुरा मलमा एउटा हाले पनि पुग्छ, दुईटै हाल्नुपर्छ भने पनि छैन। ढुटो र भुसमा पनि दुईटै हाल्नुपर्छ भने छैन, एउटा हाले पुग्छ। तर दुईटा भयो भने चाहिँ राम्रो भनेर दुईटा लेखिदिएको। एउटा हाले पुग्छ, एउटा भयो भने पनि हुन्छ, दुईटै चाहिन्छ भने पनि छैन। दुईटा भयो भने राम्रो, दुईटा छैन भने एउटा हाले पनि हुन्छ। त्यो सकिन्छ बनाउन हजुर है। यो सजिलो छ। यो चाहिँ मल चाहिँ गाईबस्तुको मल तपाईँले हालेको भन्दा धेरै राम्रो हुन्छ यो है। यो चाहिँ बिरुवाहरू पनि छिट्टै हुर्किन्छ अनि यो हालेकोमा रोग पनि कम लाग्छ यसमा चाहिँ। होइन 2 भनेको यो भनेको 1 भयो, यो भनेको 2। 2 चाहिँ हाल्ने। 2 जहाँ 1 चाहिँ कहिले पनि प्रयोग नगर्ने डाइरेक्ट। 1 चाहिँ पहिला 2 बनाउनै पर्छ। 2 बनाइसके त मल बनाउने हो कि अनि वस्तुलाई खुवाउने आफूले खाने सबै चाहिँ 2 लाई मात्र युज गर्ने हो, 1 लाई चाहिँ युज गर्ने होइन। बुझ्नुभयो? हो त्यसैको लागि मैले भनेको जब यसरी बोकासी बन्यो नि, अब बनिसकेपछि अब अगाडिकोमा जाउँ हामी चाहिँ। अब यसरी चाहिँ तपाईँले जति पनि घरबाट निस्केको फोहोरहरू हुन्छ नि, तरकारीका टुक्रादेखि लिएर घरको कहिलेकाहीँ भातसात बढी भयो के भयो भने तपाईँले यो बाल्टिनमा हाल्नुहोस् होइन। अनि त्यो 1 मुठी चाहिँ छरिदिनुहोस्। भोलि पनि फेरि हाल्नुहोस्, फेरि यो 1 मुठी हाल्नुहोस्। पर्सि पनि जति पनि तपाईँ घर दिनभरिको निस्किन्छ हाल्नुहोस्, यो 1 मुठी हाल्नुहोस्, बिर्को बन्द गरेर राख्नुहोस्। यो हालेन भने तपाईँ गनाउँछ, तर यो हाल्यो भने कति पनि गनाउँदैन, कोठाभित्र राखे पनि गनाउँदैन। अनि यो नभरेसम्म तपाईँ बाल्टिन नभरेसम्म त्यसरी गर्नुहोस्। अनि बाल्टिन भरिसकेपछि त्यसलाई चाहिँ तपाईँ अब भरिसकेपछि 1 हप्ता राख्नुहोस्। 1 हप्तापछि तपाईँले त्यसलाई यो मललाई चाहिँ तपाईँले चाहिँ जहाँ तपाईँ बिरुवा लाउने त्यहाँ हालिदिनु भयो भने त्यहाँ बिरुवा लगायो भने यो त्यत्तिकै मल भयो। हाल्नुहोस् पर्दैन किन। यो धारावाला चाहियो। मैले त्यो धारा बनाउने किन भनेको भन्दाखेरि तपाईँ तरकारीहरू के राख्दाखेरि बिस्तारै त्यो गलले गरी पानी निस्किन्छ नि होइन। त्यो पानी त तल निकाल्नु पर्यो, निकाल्यो भने त्यो फेरि बिग्रिन्छ, प्याच्च भएर जान्छ भनेर चाहिँ। अनि त्यो त्यहाँ तल त्यो राखेकोमा चाहिँ तल पाल पारेर हुन्छ मसिनो, त्यहाँबाट तल्लोमा झर्छ त्यो 4 इन्चीमा। अनि त्यसपछि तपाईँले धाराबाट चाहिँ निकाल्ने त्यो रस। त्यो रस त धेरै राम्रो हुन्छ। त्यो फुलमा हाल्दा पनि त्यो रस त अझ यो छोक्रा भन्दा रस राम्रो अझ। बास्ना आउँछ, यो गनाउँदैन। त्यसै राख्दा चाहिँ कुहिन्छ, गनाउँछ। यो बोकासी हालिसकेपछि चाहिँ गनाउँदैन। यो राख्यो भने चाहिँ बास्ना आउँछ। अझ विदेशमा त अब थाइल्यान्डहरूमा भयो, जापानमा त यो रसले चाहिँ तपाईँको किचनहरू सफा गर्छ। त्यो टेबलहरू, त्यो झिङ्गाहरू आउनुबाट त्यस बचाउनलाई चाहिँ यो यसबाट जुन भान्साबाट निस्केको त्यो रस हुन्छ नि, त्यो तलबाट निस्केको त्यो रसलाई चाहिँ टेबलहरू पुस्नलाई सफा युज गर्छ उनीहरूले। बास्ना आउँछ भने कहाँ गनाउँछ यो। एक बिर्को होइन, बोकासी चाहिँ बनाएको अघि यो चाहिँ मल चाहिँ हाल्ने 1 मुठी। तपाईँ घरबाट निस्केको जति पनि फोहोर छ भाँडामा हाल्यो, यो 1 मुठी छर्यो, बिर्को बन्द गर्यो। भोलि पनि भाँडाबाट हाल्यो, फेरि यो 1 मुठी छर्यो, फेरि बिर्को बन्द गर्यो। गर्दै 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 भर्न पर्यो। अनि त्यो भरिसकेपछि चाहिँ त्यो रस चाहिँ बेला बेलामा कति रस आउँछ चेक गर्दै गर्ने। रस निस्केको त्यो रस चाहिँ तपाईँको हेर्नुहोस् कति पनि गनाउँदैन। पानी हामीले हाल्नै पर्दैन।
जस्तै तपाईँको तरकारीको टुक्राहरू भातहरू के चाहिँ खेर त्यसमा पनि त पानीको मात्रा हुन्छ नि, त्यसलाई चाहिँ तल निकाल त्यही निस्किन्छ। पानी चाहिँ हामीले थोपा पनि पानी चाहिँ नहाल्ने, सबै नफाल्ने के। अहिले हामी त त्यसलाई प्लास्टिकमा पोको पारेर गाडीमा लगेर फालिदिन्छौँ नि गनाएर। त्यो नगरपालिका गाडी कहिले आउँछ भने कुरेर गनाएर बस्नु पऱ्यो नि। यसमा हाल्यो भने अनि गन्ध चाहिँ कति पनि आउँदैन। बिर्को चाहिँ बन्द गरेर राख्ने, बाहिर भन्नु। त्यसमा त बनाउने हो भने तपाईँले यो हाल्यो भने त्यसमा चाहिँ तपाईँले यस्तो चाहिँ चिज हाल्नु परेन, बोकासी परेन, इयमै सर्दी हुन्छ त्यसमा त इयम सर्दी हुन्छ। कुनमा यो मलमा यो होइन सुरुमा एकचोटि मात्रै, पछि हाल्नु पर्दैन, पछि चलाउने मात्रै काम। बुझ्नुभयो? यो प्र्याक्टिकल सकिन्छ है। यो चाहिँ एकदमै तपाईँहरू चाहिँ कौशी खेती गर्छु भन्नेहरूले चाहिँ यो मलहरू भयो भने तपाईँलाई समस्या, अरू बजारबाट मल किन्ने यहाँ दौडिनु पर्दैन। घरमै आफैसँग भएको चिजबिजहरू प्रयोग गरेर भुस जति पनि पाउँछ, यत्रो एक बोरा ल्यायो भने 150 रुपियाँ 100 150 रुपियाँमा पाउँछ। कति मल भन्छ त्यति ढुटो केमा नुन के सबै हाल्दै हुन्छ, के फरक पर्दैन। अहिले गड्यौलामा चाहिँ अहिले फेरि गड्यौलाको पाठ आउँछ, त्यसमा चाहिँ हुँदैन, यसमा चाहिँ हुन्छ। भयो जानिन्छ ल है। ल अहिले मैले भनिसकेको छु यो होइन, सबै सामग्रीहरूलाई राम्ररी मिलाउने, 1 लिटर इएमटीमा 20 लिटर पानी मिसाउने, उक्त झोल हजारीको सहायताले प्राङ्गिक वस्तुहरूको मिश्रणमा चलाउँदै हाल्नुपर्छ। यसपछि सफा सुक्खा कङ्क्रिटमा प्लास्टिक ओछ्याएर कङ्क्रिटमा भए त प्लास्टिक ओछ्याउनु पर्दैन, अरूमा है। यो चाहिँ मिश्रणको उचाइ चाहिँ 1 हात हुनु पर्यो। त्यसलाई चाहिँ जुटको बोरा पराल वा गुन्द्रीले छोप्ने अनि यसलाई चाहिँ सोझै पानी पर्नदेखि जोगाउने। 7 दिनमा चाहिँ तयार हुन्छ। दिनको एकपल्ट 7 दिनलाई चाहिँ चलाउनु पर्यो, 7 दिनपछि चलाउनु पर्दैन। भयो? त्यसपछि तपाईँ 7 दिनपछि बोरामा प्याक गरेर राख्ने अनि आफूलाई जुन बेला चाहिन्छ 6 महिनाभित्रमा प्रयोग गर्नु पर्यो। 6 महिनासम्म जहिले प्रयोग गरे नि भयो त्यसलाई। अब कौशी तरकारी खेती गर्दाखेरि हामीले रसायनिक मल र विषादी प्रयोग गर्नु हुँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ प्राङ्गारिक मलको रूपमा इयम बोकासी, झारपातको कम्पोस्ट, गाईबस्तुको मल, गड्यौला मल भयो, हाटको धुलो, पिना, खरानी, पिसाब मल आदि हामी चाहिँ प्रयोग गर्न सकिने भयो। साधारणतया चाहिँ एउटा बोटको लागि चाहिँ 2 किलो कम्पोस्ट मल, 10 ग्राम बोकासी, 25 ग्राम पिना, 25 ग्राम हाटको धुलो, 25 ग्राम चाहिँ खरानी चाहिँ राख्नुपर्छ। एउटा बोटलाई चाहिँ यति राख्यो भने चाहिँ बिरुवा चाहिँ एकदमै राम्रो सप्रिन्छ भन्न खोजेको। यसको साथै 1 चम्चा बोरन र कृषि चुन। मैले अघि कति यो बोरन भनेको चाहिँ विशेष गरिकन चाहिँ अहिले चाहिँ यो पनि एउटा खाद्य तत्त्व हो बिरुवालाई चाहिने। यो चाहिँ धेरै अभाव भएर गइरहेको छ बिरुवाहरूमा, माटोमा भनौँ न। त्यसले गर्दाखेरि यो पनि हाल्नुपर्छ। यसले जस्तै यो काँक्राहरू बाङ्गिने होइन, अनि त्यस्तै गरेर चाहिँ फलहरू बोक्राहरू बाक्लो हुने अनि नसप्रिने यस्तो समस्याहरू चाहिँ आउँछ। अनि यो काउलीहरू पनि विशेष गरिकन चाहिँ त्यो मुलाहरू काउलीहरू तपाईँले काटे हेर्दाखेरि चाहिँ भित्रपट्टि चाहिँ खोक्रो हुने, त्यस्तो पनि कहिले देख्नु भएको छ कि छैन? के अरे यो मुलाहरू काट्दाखेरि भित्र खोक्रो, अथवा चाहिँ काउलीको डाँठ काट्दाखेरि भित्र खोक्रो, त्यो भएको चाहिँ यो बोरन नपुगेर हो। त्यसैले चाहिँ पहिले नै चाहिँ तपाईँले बजारमा बोरन किन्न पाउँछ। बोरन किनेर ल्याउनु भयो भने अब तपाईँले खेतमा प्रयोग गर्ने हो भने चाहिँ 1 रोपनीलाई 1 किलो, अब गमलाहरूमा हामीले प्रयोग गर्ने हो भने चाहिँ एउटा बोट बराबरलाई चाहिँ तपाईँले चाहिँ 1 चम्चाको दरले हाल्ने।
त्यो चाहिँ बोरन भयो। कृषि चुन चाहिँ माटोको पिएच चाहिँ तपाईँ कम छ भने चाहिँ हाल्ने, कम छैन भने चाहिँ हाल्नु परेन। बोरन चाहिँ जाँच्नु परेन होइन। जाँच्ने भनेको त्यो बिरुवाले लक्षण देखाउँछ क्या। जस्तै चाहिँ तपाईँको डाँठहरू खोक्रो भयो, मुलाहरू खोक्रो भएर गयो, काँक्रोहरू बाङ्गिएर गयो होइन, त्यो चाहिँ उसले लक्षण देखाएको, बोरन पुगेन भनेर देखाएको उसले। अब त्यस्तोमा चाहिँ हामीले बोरन हाल्ने। सबै राम्रै छ भने चाहिँ हाल्नु परेन। बिरुवाहरू चाहिँ राम्रो फलेछ, काँक्रो पनि राम्रो फलेछ होइन, सबै फले चाहिँ परेन। त्यसले चाहिँ यो चाहिँ खाद्य तत्त्वको कुरा भयो। अब यसरी चाहिँ यो चाहिँ कम्पोस्ट बिन पनि भनिन्छ। नगरपालिकाहरूले कति ठाउँमा बाँड्छ यो होइन। यस्तो कम्पोस्ट बिनहरूमा पनि हामीले चाहिँ बनाउन सकिन्छ भनेर भनेको हो। पानी हाल्नु हुँदैन नि धेरै त्यसमा। गडेला यसमा हुँदैन। अर्को यसमा यो त कम्पोस्ट बनाउने भयो। ए ओबानो चाहिँ बनेन भन्नुभयो। यसमा तपाईँले के भन्छ घरको त्यो नुनहरू पसेको यस्तो चिज चाहिँ हाल्नु हुँदैन यसमा। सुक्खा चिजमा त त्यो तर त्यो त किन त्यो चिसो भयो नि त। चिसो भएको त्यसको पानीको मात्रा चाहिँ झरेको हो त्यसले। त्यसमा चाहिँ तपाईँलाई मैले भने नि इएम चाहिँ मिसाएर हाल्ने गर्नुहोस्, राम्रो मल बन्छ कि। अब अर्को चाहिँ यो पात पतिङ्गरको मल पनि हामीले चाहिँ प्राय गरेर चाहिँ यो गोबर मलबाट मल बनाउनु भयो भने तपाईँको समस्या के आउँछ भन्दाखेरि किरा बढी लाग्छ। त्यो यस्तो खालको खुम्रे किरा हुन्छ नि, गोबर मलमा चाहिँ आउँछ त्यो कारणले गर्दाखेरि चाहिँ गोबर हालेन पात पतिङ्गर मात्रै कुहाएर मल बनायो भने चाहिँ त्यो समस्या हुँदैन। अनि पात पतिङ्गरहरूको अब जङ्गलहरू नजिक छ भने चाहिँ विशेष गरी जति पातहरू सोहोर ल्याउँछ नि त्यसमा इएम मिसाइदिएर तपाईँले चाहिँ छोपेर राख्यो भने त्यो पनि राम्रो मल बन्छ। त्यो इएम मिसाएर त्यहाँ प्लास्टिकले छोप्नु भने 1 महिनामा तयार हुन्छ त्यो। अरू केही पात पतिङ्गरमा इएम मिसाइदिने मात्रै अनि छोपिदिने प्लास्टिकले। त्यो त पानी, त्यही त इएम पानी छरेपछि चिसो भइहाल्यो नि त्यसले। त्यो भिजाएर मात्र गऱ्यो त्यो। प्लास्टिक प्याक गरेर बनाए पनि हुन्छ। बेला चलाउनु पर्दैन, 1 महिनामा तयार हुन्छ। ल यो चाहिँ विशेष गरिकन फुल खेती गर्नेहरूले चाहिँ यो खोज्छ यो मल, पात पतिङ्गरको मल। किनभने यसमा खुम्रे लाग्दैन, खुम्रे नलागेपछि बिरुवाहरू काट्दैन भनेर। गोबर मलमा चाहिँ बढी खुम्रे लाग्छ है, त्यो समस्या हुन्छ। अब यो अन्डाको बोक्रा अघि मैले भने अन्डाको बोक्राको बारेमा अघि भनिसकेको छु। यो विशेष गरिकन चाहिँ क्याल्सियमको कमी भयो, फुलहरू झर्ने, फलहरू झर्ने समस्या भयो भने अन्डाको बोक्राको पनि हामीले चाहिँ मलको रूपमा चाहिँ प्रयोग गर्न चाहिँ सकिन्छ। यसलाई चाहिँ सिधै पनि प्रयोग गर्न सकिने भयो अथवा हल्का भुटेर धुलो बनाएर अनि त्यसपछि गर्न सकिने भयो। अनि 1 लिटर अब अर्को चाहिँ एउटा चाहिँ तपाईँले चाहिँ भिनेगर मिसाएर पनि बनाउन सकिन्छ। यो चाहिँ भिनेगर मिसाएर बनायो भने चाहिँ पछि थोरैबाट धेरैमा प्रयोग गर्न सकिने भयो। तपाईँले अन्डाको बोक्रालाई सिधै प्रयोग गर्न पनि मिल्छ। अब तपाईँले त्यसलाई चाहिँ अन्डाको बोक्रालाई चाहिँ तपाईँले चाहिँ यो 250 ग्रामलाई चाहिँ 2 लिटर पानी के अरे 2 लिटर भिनेगर बजारमा किन्न पाउँछ नि, त्यसमा चाहिँ 250 ग्राम अन्डाको बोक्रा मिसाएर अनि त्यसलाई भाँडोमा राखिराख्यो। अनि त्यसलाई चाहिँ तपाईँले चाहिँ 20 दिनपछि चाहिँ प्रयोग गर्यो भने चाहिँ त्यो 1 भागमा 1 लिटरमा चाहिँ 100 लिटर पानी। तपाईँ जस्तै चाहिँ 2 लिटर भयो भने त्यो 2 लिटर भिनेगर बनाउनु भयो नि, त्यसमा चाहिँ 200 लिटर पानी मिसाएर तपाईँले छर्यो भने त्यो फुलहरू झर्ने, फलहरू झर्नेबाट बचाउँछ यसले चाहिँ। त्यो डाइरेक्ट प्रयोग गर्न पनि मिल्ने भयो। अन्डाको बोक्रा मात्र पिसेर धुलो हाले पनि भयो, अथवा चाहिँ यसरी बनाएर पनि छर्न पनि मिल्छ। 2टा तरिका चाहिँ छ यो चाहिँ अन्डाको बोक्राको है। अब चौलानी पानी यो पनि अब हाम्रो घरमा फाल्ने होइन, चामल भिजाएर राखियो, चामल भिजाइसकेपछि पानी आउँछ त्यसलाई चौलानी पानी भन्छ। यो पनि यो पौष्टिक तत्त्वले चाहिँ युक्त हुन्छ, बिरुवाको लागि चाहिँ राम्रो हुन्छ।
त्यसैले चौलानी पानी पनि चाहिँ हामीले चाहिँ नफालौँ भनेर चाहिँ तपाईँलाई भनेको। यसमा पनि हाम्रो चाहिँ होइन नाइट्रोजन फोस्फरस पोटास लगायत आइरन क्याल्सियम अनि त्यसपछि म्याग्नेसियम सल्फर भिटामिनहरू चाहिँ पाउँछ। अनि यसलाई चाहिँ हामीले चाहिँ त्यो किण्वीकरण भनेको चाहिँ तपाईँले चाहिँ 1 हप्तासम्म राख्ने, 1 हप्तापछि हल्का बास्ना हुन्छ अनि त्यसलाई चाहिँ तपाईँले चाहिँ छर्ने 1 हप्तापछि, अथवा डाइरेक्ट पनि छर्न मिल्छ बिरुवामा। चौलानी पानीलाई जम्मा गरेर राख्ने, 1 हप्तासम्म जम्मा गरेर राख्नु, त्यो अलिकति हल्का हल्का बास्ना गनाउँछ। अनि त्यो चाहिँ तपाईँको त्यो फिँच जस्तो यस्तै माथि अघि देखायो नि त्यस्तै फिँच आउँछ। अनि त्यो चाहिँ तपाईँले चाहिँ प्रयोग गर्न मिल्छ। त्यसरी आजको आज पनि हाले पनि भयो। त्यसरी राख्यो भने अझ त्यो जीवाणुहरू बढी सक्रिय हुन्छ कि हजुर। पछि तपाईँले त्यो सुरुमा पानीको मात्रा बढी मिसाएको छ भने पानी मिसाउनु परेन होइन। अब पहिला बनाउँदाखेरि अलिकति बढी बाक्लो भयो भने चाहिँ पानी मिसाउँदा हुन्छ, बाक्लो भएन भने चाहिँ मिसाउनु पर्दैन पानी। त्यो हो त्यो चाहिँ राम्रो हुन्छ। त्यसमा बाहिर चाहिँ नफाल्नु भन्न खोजेको। अब पिनाको पनि मल बन्छ भन्न खोजेको। पिनामा चाहिँ विशेष गरिकन बिरुवालाई चाहिने नाइट्रोजन र सल्फर बढी पाउँछ है। नाइट्रोजनले गर्दाखेरि बिरुवाहरू छिटो हुर्किनमा मद्दत गर्ने भयो। अनि सल्फरहरू पनि जसले गर्दाखेरि बिरुवालाई चाहिने तत्त्व यिनीहरू चाहिँ यसमा चाहिँ पाउने भयो। अनि यसलाई चाहिँ हामीले चाहिँ 1 लिटर 250 ग्राम पिनालाई चाहिँ 1 लिटर पानीमा चाहिँ मिसाउने। अनि यसलाई चाहिँ कति घन्टा राख्ने रे, 48 घन्टासम्म राख्ने। त्यसपछि मजाले घोल्ने अनि त्यसमा चाहिँ 5 लिटर पानी मिसाएर स्प्रे गर्ने। जरामा डाइरेक्ट हाल्दाखेरि कहिलेकाहीँ चाहिँ त्यसले चाहिँ तातेर बिरुवा मार्ने हुन्छ। त्यसलाई चाहिँ बरु तपाईँले त्यसलाई चाहिँ पहिला चाहिँ पानीमा घोल्नुहोस्, घोलिसकेपछि त्यो चाहिँ 1 देखि 2 दिनसम्म राख्नुहोस् अनि त्यो चाहिँ राख्नुहोस् रस चाहिँ। त्यसरी चाहिँ गर्दा हुन्छ। सिधै त्यो चाहिँ छर्नु चाहिँ कहिलेकाहीँ बिगार्छ त्यसले। पछि चाहिँ सिधै हाल्यो नि भयो। ल यो चाहिँ भयो पिनाको भयो है। अब गड्यौला मल। ल गड्यौला मल बनाउनु भएको छ? बनाउनु भएको छ? कुन गड्यौलाको बनाउनु भयो त? मुसादेखि चाहिँ जोगाउनुपर्छ हो। कुखुरादेखि, मुसादेखि, कुखुरादेखि सकेसम्म त भाग्दैन यो खालको। यो भाग्ने खालको चाहिँ जात होइन। हो लातो जस्तै हुन्छ, त्यही भने लातो जस्तो हुन्छ। यो चाहिँ गड्यौलाबाट बनाएको मल। यो हामीले उत्पादन गरेको। यो चाहिँ किन्ने देखाउन ल्याएको तपाईँलाई यस्तो छ भनेर। बजारमा पाउँछ तर बजारमा कति ठाउँमा चाहिँ माटो मिसाएको हुन्छ कि यिनीहरूले। गड्यौला मल भन्छ, बढी माटो मिसाएको हुन्छ। यो चाहिँ अब यो चाहिँ तपाईँलाई देखाउनलाई चाहिँ अब हामीले बनाएको चाहिँ यसरी चाहिँ बनाएको। यो चाहिँ हेर्दाखेरि चियापत्ती जस्तो हुन्छ यो मल। गड्यौला अलिअलि छ होला। एउटा यहाँ आएर चाहिँ एउटा त्यो कहिलेकाहीँ छान्दा पनि नभ्याउने भएर यो छ एउटा दुईवटा त्यो गड्यौला मसिनो हुन्छ। यो चाहिँ तपाईँको मैले भने गोबर मल भन्दा चाहिँ 3-4 गुणा राम्रो हो यो मल। फेरि गड्यौला हामीले गोबर मलमा चाहिँ नाइट्रोजनको मात्रा 0.5% हुन्छ भने यसमा 2% हुन्छ। त्यसले गर्दाखेरि अरू तपाईँले अरू मल चाहिँ गोबर मल चाहिँ 4 डोको हाल्छ भने यो 1 डोको हाल्ने पुग्ने भयो कि। यति राम्रो मल चाहिँ हो। यो हालेपछि त्यही अघि भनेको ऊ लाग्दैन, गोबर के अरे किराहरू लाग्दैन यसले। खुम्ले किरा राख्न दिँदैन यसले है। यो चाहिँ तपाईँहरूलाई बनाउने हो भने चाहिँ तपाईँलाई यहाँ मैले नमुनाको लागि गड्यौला पनि ल्याएर ल्याएको छु है। यो चाहिँ यहाँ हेर्नुभयो भने यसमा अहिले यहाँ फेरि चर्चमा पोख्ला तल अहिले देखाउँछु अहिले।
के हुन्न के हुन्छ त यस्तो हुन्छ गड्यौला सानो लाटो हुन्छ चल्दैन त्यो त्यो चाहिँ होइन हो त्यो निकाल्छ अहिले तपाईँले यहाँ हेर्नुभयो भने तन्नै हुन्छ मुनि यस्तो यो सानो खाले हो यो चाहिँ राम्रो यो चल्ने यो लाटो हुन्छ यसै बसिरहेको हुन्छ यिनीहरू यो चाहिँ मल बनाउने गड्यौला हो यो हाम्रो गाउँघरमा पाउनेले मल बनाउँदैन त्यसलाई बनाउँदैन यो चाहिँ मल बनाउने हो हजुर यो माथि बस्ने चराहरूले चाहिँ खाँदैन त्यही भएर तपाईँले चाहिँ मुसा भन्दा पनि त्यो जुन हाम्रो माछाको क्रेटहरू हुन्छ नि माछाको क्रेटहरूमा सबै त्यो गोबर मलहरू के तपाईँको सबै झारपातहरू सबै हाल्ने अनि यो मल हालिदिने कि यो गड्यौला हालिदिने त्यसैमा अनि माथिबाट चाहिँ सुकेको पातहरूले अथवा चाहिँ परालहरूले छोपिदिइराख्यो भने चाहिँ हुन्छ केही पर्दैन उसैले सबै बनाउँछ मल खानेकुरा त थपिरहनु पऱ्यो नि आफूले थप्ने हो भने पनि त्यहाँबाट निकालेर अर्कोमा हाल्ने जान्छ हो हजुर फोहोर जति हुन्छ नि त्यो सबै चिज हाल्यो यसलाई चाहिँ हाल्नु नहुने भनेको चाहिँ नुनहरू चाहिँ हाल्नुभयो क्या तर पकाइसकेको तरकारी नुन हालेको तरकारी चाहिँ हाल्नु भएन काँचो काँचो चाहिँ झारपातहरू चाहिँ त्यो चाहिँ हाल्नु नुनले गर्दा पनि मर्छ अब कहाँ त्यो नुन हालेको चाहिँ मैले अघि भनेको बोकाएपछि त्यो भाँडोमा चाहिँ हाल्नु भयो यसमा चाहिँ भएन त्यो भयो तपाईँ अर्कोमा फेरि अर्कोमा आफै तपाईँले त्यसलाई निकाल्नु भयो भने त्यसलाई यस्तो चुली पारेर राख्नुहोस् किन मुख त्यस्तो बनाउनु भएको के गरेर के हो तपाईँले टोक्ने होइन के होइन किन त्यस्तो यिनीहरू हटपट्टि जाँदैन पर भाग्दैन यिनीहरू त्यही भएर यसलाई टोक्ने होइन के होइन होइन है ल यसलाई चाहिँ त्यही भएर तपाईँले चाहिँ यो विशेष गरिकन चाहिँ माछाको क्रेटहरू हुन्छ नि माछाको भाँडाहरूमा चाहिँ बनाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ त्यहाँ मुसाहरू पनि त्यति दुःख दिँदैन त्यसमा चाहिँ त्यस्तोमा गर्नुभयो भने चाहिँ राम्रो हुन्छ ल यसरी बजारमा पनि अहिले चाहिँ गड्यौला मल भनेर बिक्रीमा छ भन्न खोजेको भयो है प्रायःले त्यही त गड्यौला भन्दा पनि माटोवाला पाउँछ कि चियापत्ती जस्तो हुन्छ हो त्यो ल अब बिरुवाले चाहिँ के हाल्यो भने के पाउँछ भन्ने कुरा भयो है यो चाहिँ पिना मलबाट चाहिँ उसले बिरुवालाई चाहिने नाइट्रोजन पाउँछ बोन मिल हड्डीको धुलोबाट चाहिँ फस्फोरस पाउँछ खरानी केराको बोक्राहरूबाट पोटासियम पाउँछ अन्डाको बोक्राबाट क्याल्सियम पाउँछ चुनबाट म्याग्नेसियम पाउँछ पिना मलबाट चाहिँ सल्फर यो चाहिँ बिरुवालाई चाहिने तत्त्वहरू है बिरुवालाई सबभन्दा हामीले हाल्नुपर्ने भनेको नाइट्रोजन फस्फोरस पोटास अनि क्याल्सियम म्याग्नेसियम सल्फर यो 6वटा चाहिँ बिरुवाले बढी खोज्छ त्यसको लागि चाहिँ तपाईँ हामीसँग घरेलु उपाय भनेको पिना मल हड्डीको धुलो बोन मिल भनेको हड्डीको धुलो खरानी केराको बोक्राहरू अन्डाको बोक्राहरू चुनाहरू पिना मलहरू यिनीहरू चाहिँ प्रयोग गरेर चाहिँ हामी चाहिँ बिरुवालाई चाहिँ खाद्य तत्त्वहरू चाहिँ दिन सकिन्छ है यी चिजहरू पनि तपाईँले चाहिँ मल बनाउँदाखेरि प्रयोगमा ल्याउनु भयो भने अनि यो सँगसँगै अनि तपाईँको चाहिँ बिरुवाहरू चाहिँ हुर्किनमा चाहिँ मद्दत गर्छ भन्ने देखाएको बुझ्नुभयो है चुना अघि भने कृषि चुन हड्डीको धुलै किन पाउँछ
बजारमा किन्न धुलो हड्डीको धुलो भनेर किन्न पाउँछ ललितपुरमै बनाउँछ त दिन्छ मान्छेभन्दा पनि धेरै चिज चाहिने खोज्ने होइन हामी नदिएपछि चाहिँ राम्रो नफल्ने है के चाहिन्छ भने पत्ता लगाउने है अब प्रमुख केराको बोक्रालाई तपाईँले चाहिँ पानीमा राखिराख्ने अनि त्यसपछि चाहिँ 2 हप्ता पछि चाहिँ त्यसको रस बिरुवामा हाल्ने पानी पछि मिसाउनु पर्दैन पानीमै दुबै 1 लिटर पानीमा 2-4 वटा केराको बोक्रा मिसाइराख्यो भने हुन्छ अथवा तपाईँले केराको बोक्रा पिस पिस काटेर सिधै मिसाइदिए पनि हुन्छ हप्ताको एकचोटि हाल्यो भने हुन्छ हामीले हप्ताको ल यो बजारमा चाहिँ तपाईँले एनपिके मल भनेर पनि किन्न पाउँछ है यो चाहिँ अब आफूले बनाउनु झ्याउला भने बजारमा किन्न पनि पाउँछ भने देखाएको एनपिके मल भनेर पाउँछ तपाईँलाई बनाउन झ्याउला भने बजारमा पनि पाउँछ भनेर देखाएको जो चाहिँ अल्छी काम लाग्ने त्यो यस्तो पनि छ है अब भिटामिन भनेको चाहिँ यो भयो है बजारमा चाहिँ यस्तो भिटामिनहरू पनि फर्टिमिन जेड भन्ने भयो यो HB101 भयो यस्तो भिटामिनहरू पनि पाउँछ यो पनि बिरुवालाई चाहिँ 2 पटक मात्र हाल्ने यो चाहिँ धेरै हाल्नु हुँदैन 15 दिनको फरकमा 2 पटक हाल्यो भने चाहिँ पुग्छ यो त्यो बिरुवालाई पुग्यो त्यो बिरुवाको अवधिलाई पुग्यो यो यताको हो भने चाहिँ 1 लिटरमा 1 थोपा यो चाहिँ हो भने चाहिँ 1 लिटरमा चाहिँ 5 ml त्यो पातमा छर्ने पातमा बिरुवामा छर्ने 1 पटक छरेको 2 हप्तापछि फेरि 1 पटक छर्नुहोस् अनि पुग्यो त्यसैले यो पनि अब तपाईँलाई घरमा सबै चिज बनाउन अल्छी लाग्यो भने किन्न पाउँछ भनेर देखाएको यो है यस्तो तिनीहरूलाई पनि हुन्छ यो स्प्रे गर्न भिटामिनहरू स्प्रे गर्नलाई हुन्छ अब यो चाहिँ सूक्ष्म खाद्य तत्त्वहरू है बोरन जिङ्क यो अघि पनि आइसकेको छ यिनीहरू पनि हामीले चाहिँ प्रयोग गर्न चाहिँ सकिने भयो है यो अब अघि नै गइसकेको छ कुन कुन कहाँ लगाउने मैले भनिसकेको छु नर्सरी त अब तपाईँले आफूले बनाउन पनि सकिने भयो यो त्यति आवश्यक भएन नर्सरीमा हामी नजाउँ बेर्ना सार्ने काम बेलुकी पख गर्नुपर्छ भन्ने कुराहरू थाहा भइहाल्यो विशेष गरिकन अब आफैले नर्सरी बनायो भने चाहिँ है आफैले नर्सरी बनाएर बजारमा किनेर ल्यायो भने त जस्तो किनेर ल्यायो त्यही सार्ने भयो घरमै नर्सरी बनाउने हो भने चाहिँ नर्सरी बनाएर त्यसको चाहिँ विशेष गरी तपाईँले पात गर्नुपर्छ है 4 वटा 5 वटा पात आइसकेपछि सार्नुपर्छ काउलीको बेर्ना खुर्सानीको बेर्ना गोलबेडाको बेर्नाहरू भयो नि त्यो चाहिँ पात गनेर सार्ने जति बुढो भयो त्यति चाहिँ फल्ने कम हुन्छ त्यो कहिलेकाहीँ चाहिँ बजारमा तपाईँले किन्न जाँदाखेरि धेरै बुढो ल्याउँछ त्यो धेरै पात भएको त्यस्तो चाहिँ नकिन्नुहोस् किन्दाखेरि पनि कलिलो किन्नु जति कलिलो किन्नु त्यति राम्रो 4 पात बढीमा 5 नत्र 4 वटा पात हो जति बढी पात हामी चाहिँ त्यो राम्रो होला भन्छौँ त्यो चाहिँ जति बिग्रियो त्यो उनीहरूले आफूले लगाएर अनि बढी भएको ल्याउने हो कि बढी पार हो त्यो उनीहरूले लगाउँदा बढी भयो अनि ल्याएर बेच्ने हो तिनीहरूले त्यो कारणले चाहिँ आफूले चाहिँ चाहियो त्यो किन्नुमा अर्को बेफाइदा के छ भन्दाखेरि उसको माटोमा अघि मैले भने नि त्यो बिरुवाको जुगा नेमाटोड रोग लागेको छ भने तपाईँको खेतमा नि सर्यो फेरि त्यो रोग पनि सार्छ त्यो कहाँ पखालेर जान्छ त्यसको त्यो जीवाणु कहाँ पखालेर जाने जीवाणुहरू त्यो तासिएर बसेको हुन्छ बिरुवामा खुमल तारको त अब सरकारी हो नलाग्ला
उनीहरूले त त्यो छानेर पठाउँछ त्यो खुमलदारभित्रको त दुई भरे बनाएर छ भाँचेर ए त्यस्तो त्यसलाई पनि त्यही भएर चाहिँ अब यो चाहिँ त्यो हाम्रो बिरुवा पनि जस्तै बिरुवाको पनि त आखिरमा उसले चाहिँ त्यो जराहरूबाट ऊ फैलिने हो नि होइन। अब हामीले चाहिँ एक ठाउँबाट उखालेपछि उसको जरा त खल बलियो नि, त्यसलाई अर्को ठाउँमा फेरि जान त्यहाँ फेरि माटोसँग मिल्नु पऱ्यो, मिल्नको लागि टाइम लाग्छ नि त। बुढो भइसकेपछि के हुन्छ भन्दाखेरि उसलाई त्यो जरा पहिल्यै छिपिसकेको हुन्छ। जस्तै अब हामी मान्छेकै कुरा गर्दाखेरि पनि हामी बुढो भइसकेपछि हात भाँच्यो भनेर बच्चाको हात भाँचिँदा कस्तो छिटो जोडिन्छ, जोडिँदैन नि, ढिलो हुन्छ नि, गाह्रो हुन्छ भने जस्तै बिरुवा पनि त्यही हो। बुढो त्यसो जराहरू चाहिँ बुढो बुढो भइसकेको हुन्छ, छिपिसकेको हुन्छ, अनि त्यो माटोसँग मिल्नलाई उसलाई टाइम लाग्छ, गाह्रो हुन्छ। अनि त्यतिन्जेलसम्म उसको चाहिँ फल फल्ने टाइम गइसकेको हुन्छ। अनि थोरै कहिले एउटा दुई थोरै फल्छ। त्यही भएर ल्याउँदाखेरि चाहिँ अब आफूले किन्नुभयो भने पनि बढी भयो भने 5वटा पात नत्र 4वटा 5वाला पातवाला चाहिँ लिनुपर्छ। फेरि कलिलो कसले उनीहरूले त भनिहाल्छ नि, हुँदैन नि, कहाँ हुन्छ झन्। त्यसलाई त फेरि त उखेलेर तरकारीको भनेको के को रुखको के अरे फलफुलको पनि त्यो फलेको त हुँदैन नि, के फलेको 1-2 वर्षमा त तपाईँको त्यो फल आए पनि फुल आए पनि त्यसलाई झार्नुपर्छ आफैले, फुल फलाउनु हुँदैन। किन भन्दाखेरि चाहिँ यो हाम्रो मान्छेमा पनि भन्छ नि बिहेबारी कति वर्ष पारी भन्छ, सेम हो बिरुवाको पनि होइन। सानो उमेरमा बिहा गरेर बच्चा पायो भने के हुन्छ, मर्ने दर बढी हुन्छ। बिरुवाको पनि उसको हुर्किने बेलामा चाहिँ फुल फल्न थाल्यो, फल फल्न, उसको शक्ति कहाँ गयो, ध्यान कहाँ गयो, बढ्ने कि उता फल फलाउने, डाइभर्ट भयो नि त उसको। अनि जसले गर्दाखेरि बिरुवा छिटै मर्छ। त्यसले गर्दाखेरि कलमी गरेर चाँडै फल्छ। तर एकै वर्ष यो वर्ष तपाईँले रोप्नु भयो भने यही वर्ष फुल फल्यो भने फुल फालिदिने हो, त्यो राख्नु हुँदैन। सेतो भन्दा त्यो त भेन्दा भने त तरकारी भयो, फलफुल होइन। फलफुलमा चाहिँ के भयो हजुर, त्यो त तरकारी भयो नि त। तरकारीको त त्यो अर्को सिजन हुँदैन नि त। पहिलो वर्ष नराख्ने, फालिदिने, दोस्रो वर्ष तेस्रो वर्षदेखि फलाउने बल्ल। पहिलो वर्षमै रोपेको वर्षमा प्रायः गरेर चाहिँ फलाउनु हुँदैन हामीले। ग्राफ्टिङ होस् जुनसुकै होस् पहिलो वर्षमा चाहिँ नफलाउनु। फुलहरू फुल्छ त्यसमा, ग्राफ्टिङमा त्यो फालिदिने हो फुल। नेक्स्ट दोस्रो वर्ष, किन भन्दाखेरि चाहिँ पहिलो वर्ष भनेको उनीहरू काम भनेको चाहिँ बढ्ने काम हो के। अनि बढ्ने वर्षमा चाहिँ उनीहरू चाहिँ फुल फलाउनुतिर लाग्यो भने चाहिँ उनीहरूको चाहिँ शक्ति अर्कोतिर खर्च हुन्छ के। अनि खर्च भयो भने उसले बढ्ने बेलामा उसले समस्या हुन्छ त्यो। बेरुवा सारेपछि चाहिँ हाल्नुपर्छ, तर तपाईँको चाहिँ मौसम हेरेर, तपाईँको माटोको चिस्यान हेरेर, माटो पहिल्यै धेरै चिसो छ भने चाहिँ हाल्नु परेन, छैन भने चाहिँ हाल्ने, सुक्खा छ भने त हाल्नु परिहाल्छ। हाल्दाखेरि बेलुका हाल्ने गर्नुहोस्, अनि धेरै जम्ने गरेर पनि नहाल्ने, ठिक्क मात्रामा मात्र हाल्ने, त्यो चाहिँ गर्नुहोस्। अझ अब अहिले बर्खा महिना छ, तपाईँले बाहिर सार्नु भएको छ भने हाल्नु पर्दैन अहिलेलाई। सुक्खा सबैलाई तुरुन्तै हाल्नुपर्छ भने छैन। माटो चिसो छ भने हाल्नु परेन, माटो सुक्खा छ भने मात्र पानी हाल्नु पऱ्यो। अब मैले भने नि अहिलेको माटो बाहिर माटो भिजा हुन्छ, अहिले तपाईँले सार्दाखेरि फेरि पानी हाल्नु पर्दैन अहिले चाहिँ यसमा चाहिँ। त्यो फुल आउने बेला पनि चुडालेर फालिदिने के, त्यो फलतिर जाने नजाने फुलमै फालिदिने। त्यही हो, किसान भएपछि गुरुआमाले भने जस्तै माया पनि कहिलेकाहीँ चाहिँ गर्नुहुन्न क्या है। धेरैजनाको चाहिँ त्यो कतिजना किसानहरूको बानी के हुन्छ भन्दाखेरि चाहिँ जस्तै रोप्ने बेलामा पनि मुला रोप्छ नि हामी,
2-4 गेडा झर्छ, एउटा एउटा कसले त्यो छानेर बस्छ होइन, झर्छ 3-4 वटा, एकै ठाउँमा 3-4 वटा आउँछ, आइसक्यो केलाई कत्रो हुन्छ हेरौँ न भनेर राखिरहेको छ। आइसक्यो चिजलाई कहाँ उखेल्ने होइन, उम्रिसक्यो भनेर खासमा राख्नुपर्ने एउटा मात्रै हो, त्यहाँ 2टा झिकेर फालिदिने हो। अनि हामी चाहिँ बढ्न दिन्छौँ यत्रो यत्रोसम्म, त्यति जेलसम्म त्यसको कम्पिटिसन भयो नि त त्यहाँको माटोलाई, अनि 3 दिन नराम्रो हुन्छ त्यसपछि। त्यही भएर चाहिँ एउटा मात्र हाल्नु पऱ्यो क्या। अनि त्यसपछि हामीले चाहिँ कतिजनाको के हुन्छ, रोप्ने बेलामा चाहिँ खुर्सानी रोप्यो भने यति यति फरकमा रोप्छ होइन, रोप्ने यति यति किन यति फरकमा रोप्यो भने त अब यो यत्रो त बढ्छ भनेर भन्छ, सुरुमा त यत्रै हुन्छ त, अब पछि फैलेपछि कहाँ कत्रो हुन्छ। हाम्रो दिमागमा चाहिँ यो पछि ठुलो भएपछि यत्रो हुन्छ भने सोच्नु पऱ्यो क्या, यत्रो भयो अब यो ठुलो भएपछि यत्रो हुन्छ भनेपछि अहिले यहाँदेखि यहाँ लगाउनु पऱ्यो क्या, यति यतिको फरकमा लगाउने होइन। जुनसुकै बिरुवा लगाउँदाखेरि पनि भोलि पर्सि गएर कत्रो हुन्छ। काउली लगायो भने पनि एउटा काउली र अर्को काउली तपाईँको 60 देखि 75 सेन्टिमिटरको फरक गर्नुपर्छ। हामी चाहिँ 15 सेन्टिमिटरको फरक गरेर लगाउँछ। पछि पात फैलिएपछि एउटाले अर्कोलाई छुन्छ, छोइसकेपछि के हुन्छ, त्यहाँ घामको लागि पनि कम्पिटिसन हुन्छ, मलको लागि पनि कम्पिटिसन हुन्छ, अनि एउटा बोट र अर्को बोटको पात र पात बाफिन्छ, बाफेपछि बढी रोग लाग्छ झन्। त्यही भएर बिरुवा लगाउँदाखेरि एउटा बोटले अर्को बोटलाई चाहिँ छुनु हुँदैन, खासमा पातहरू त्यो बिचमा हावा खेल्ने ग्याप हुनुपर्छ, त्यो तरिकाले चाहिँ लगाउनुपर्छ तरकारी लगाउँदाखेरि। त्यो पछि कत्रो हुन्छ त्यो दिमागमा सोचेर अहिले लगाउने हो, त्यति फरकमा है, बुझ्नुभयो है। फलफुल झन् त्यही हो, छुनु हुँदैन है। भयो जस्तै तपाईँको चाहिँ अब कुन लाउने, सुन्तला लाउने हो भने 6 मिटरको फरकमा जानु पऱ्यो, 6 मिटर, एउटा बोट र अर्को बोट 6 मिटरको फरकमा जानु पऱ्यो। एउटा सुन्तलाको बोट अर्को सुन्तला बोट लाउँदाखेरि 18-20 फिटको फरकमा जानु पऱ्यो। कतिको फरकमा 6 मिटर 7 मिटर उसको डिस्टेन्स फरक गऱ्यो भने केही असर गरेन, तर एक आपसमा चाहिँ तासिनु भएन, झुनु भएन। धेरै नजिक भयो भने चाहिँ त्यो त धेरै नजिक लगायो भने त्यो समस्या के हुन्छ भन्दाखेरि हावा खेल्न राम्रो पाएन भने झगडा परेर बसेको छ। त्यो छुट्याउनु पर्छ क्या, फरक गर्नुपर्छ। त्यसको कम्पिटिसन तपाईँको पछि गएर के हुन्छ भने मैले भने नि अघि भने नि, त्यसको हाँगा जति बाहिर जान्छ जरा पनि त्यहाँ बाहिर आउँछ, यसको जरा पनि त्यहाँ आयो, यसको जरा पनि त्यहाँ आयो। अब खाने के त दुइटैले ए आफूलाई ठिक छ, अक्सिजन मात्र खाने भए त भयो, फल नखानुहोस् अक्सिजन मात्र खाने भए त भयो। अब अर्को चाहिँ हाम्रो टेका दिने है, टेकाहरू चाहिँ अब कति उतामा चाहिँ हामीले चाहिँ दिनुपर्ने हुन्छ। यो बिरुवाहरू सुरुको अवस्थामा चाहिँ हामीले चाहिँ त्यो बिरुवाहरू चाहिँ लड्ला भने विशेष अझ फलफुलको बिरुवाहरूमा चाहिँ टेका दिनुपर्ने हुन्छ। पहिलो वर्षमा चाहिँ त्यो हावाहुरीले भाँचिएला भनेर है। अनि कौसीहरूमा बेर्नाहरू लगाउँदाखेरि अलिकति कुनै कुनै बेर्नाहरू ढल्यो भने चाहिँ ढल्न सक्छ भनेर चाहिँ टेका दिने कुराहरू चाहिँ भयो है। यो टेकाको कुरा भयो, यसमा अलि धेरै नजाऊँ। यो टेकाको थाँक्राको कुराहरू भयो। यो माटो चढाउने भनेको पछि चाहिँ थप्ने कुराहरू भयो है। अब हामी रोग किरामा जाऊँ ल। यहाँ यो अलिकति आज भ्याएन, यो छिटो गरौँ है। यो राख्ने भयो। कौसीको आकार प्रकार यो त्यति परेन। गोडमेल पनि गरिहाल्नुहुन्छ तपाईँले, सिँचाइ निकास पनि गर्नुहुन्छ। छापो हाल्ने कुरा भयो। कहाँ गयो खोइ, अझै आएन ल। किरामा चाहिँ लाग्ने विशेष गरिकन चाहिँ यो चाहिँ लाई किरा भयो है। पहिला चाहिँ किराहरू देखाउँछु, त्यसपछि चाहिँ उपचारका कुराहरूमा हामी जाऊँ है। यो चाहिँ लाई किरा भयो। त्यसपछि आएर सेतो झिङ्गा भने यसलाई भन्छ है। झिङ्गा हो यो, हामी पुतली भन्छ, पुतली होइन। एकदम मसिनो हुन्छ। हजुर ए होइन होइन त्यो होइन।
यो चाहिँ गोलभेडाको पातहरूको पछाडि तपाईँ यसो गरेर एकदम मसिनो बुर्र उठ्छ। सानो हुन्छ, झिङ्गा पनि सानो हुन्छ। अहिले यो चाहिँ त्यो जुम गरेर ठुलो बनाएको हो, यताको सानो हो, त्यो मसिनो मसिनो हुन्छ। हेर्दा पुतली जस्तो हुन्छ, यसको त्यो चाहिँ झिङ्गा जात प्रजातिको हो यो। तर यसलाई चाहिँ झिङ्गै जस्तो भने झिङ्गाको जस्तो आउँदैन, रूप चाहिँ हुँदैन, तर प्रजाति चाहिँ झिङ्गा प्रजाति भएर यसलाई सेतो झिङ्गा भनेको हो। काँक्राको पात, लौकाको पात अनि खुर्सा गोलभेडाको पातहरू पछाडि हुन्छ। यसो सिमीको पातहरू यसो हल्लाइदियो भने चाहिँ बुर्र उठ्छ, सेतो हुन्छ। यो चाहिँ सिमीमा लाग्ने धर्के घुनकिरा भन्छ यसलाई। यसले चाहिँ मुन्टा चटचट खाइदिन्छ, टुप्पा टुप्पा यिनीहरू त्यो खालको त्यो किराले। बिचमा चुस्ने यसले नै सिद्ध्याउँछ प्राय गरेर। यसले फल पनि खान्छ, पात पनि खान्छ, डाँठ पनि खान्छ, टुप्पा पनि खान्छ यसले पछि गएर। चटेलमा लाग्ने होइन यो, फेरि यो चटेलमा होइन, यो चाहिँ सिमी जातमा मात्र लाग्छ। यो चटेलमा लाग्ने त अर्को छ फेरि। जरामा डाँठमा त्यो कहाँनिर काट्यो हेर्नु पऱ्यो। यो चाहिँ टुटा, गोलभेडाको अहिले चाहिँ सबभन्दा बिगार गर्ने चाहिँ यो हो, टुटा भन्ने किरा। यस्तो चाहिँ भित्रभित्र दुलो बनाउँदै जान्छ पातहरूमा, अनि पछि फलमा पनि लाग्छ, फलमा पनि दुलो। त्यो यता छेउमा राखेको चाहिँ त्यसको माउ भयो, त्यसको माउ चाहिँ त्यस्तो त्यो घुनकिराको माउ जस्तो हुन्छ। गोलभेडा सानो सानो छ भने चाहिँ यो, फेरि ठुलो किरा लाग्यो भने चाहिँ अर्को छ फेरि। त्यो मसिनो मसिनो किरा छ, त्यो सानो सानो दुलो दुलो बनाउँछ नि हो, त्यसमा चाहिँ यसैले गर्छ। यसलाई चाहिँ टुटा भनेर भनिन्छ है। यसको चाहिँ उपचार अहिले म पहिले भन्छु। यो चाहिँ सिमीको कोसामा लाग्ने गबारो, सिमीभित्र चाहिँ लाग्ने किरा भयो चाहिँ, भित्र चाहिँ किराहरू हुन्छ। मकैको गबारो पनि हुन्छ, हो गबारो भन्छ। यो चाहिँ पात बिरुवा भन्छ सिमीको चाहिँ। यसो पातहरूको चाहिँ हरियो भाग जति क्लोरोफिल हरियो भाग जति खाएर चाहिँ यसलाई चाहिँ यसरी चाहिँ झिल्ले बनाउँछ। यो चाहिँ खपटे, रातो खपटे, यो चाहिँ काँक्रा फर्सीमा लाग्ने। यो चाहिँ हजुर अरूलाई खाँदैन, काँक्रा फर्सी जातको लागि, काँक्रा फर्सी लौका घिनौलाई यिनीहरूलाई मात्रै होला। पातमै दुलो पार्ने, त्यो त अघि दुलो बनाए जस्तै छ नि, मैले अघि देखाएको त्यो जस्तै हो। उयसमा जस्तै यस्तो लाइन लाइन बनायो हो। यो 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 चाहिँ त्यही त माइनर, लिफ माइनर भन्छ कि यसलाई। यसको चाहिँ लिफ माइनर, यसले त्यो बाटो बनाउँदै जान्छ, खाँदै खाँदै बाटो बना। अरूमा नि खान्छ नि, यो त सुन्तलामा खान्छ, यो प्रकार सबैमा लाग्ने कि त्यो एउटै जात चाहिँ प्रजाति चाहिँ एउटै हुँदैन, तर उनीहरू सबैलाई चाहिँ पातमा सुरुङ बनाउने किरा छ, लिफ माइनर भन्छ यिनीहरूलाई। अहिले अहिले सबैको यहाँ अहिले म भन्छु। यो भयो, यसमा गयो। अब यो चाहिँ अघि कसैको चाहिँ काँक्रोमा यस्तो पनि लाग्छ। यसले चाहिँ बाहिर हेर्दा राम्रो हुन्छ, भित्र चाहिँ पुरै कुहाउँछ, औँसा सबै हालेर। होइन नि, मान्छे तोक्दैन, यसले तोक्दैन, तरकारीमा मात्रै। त्यो होइन, त्यसको त्यसको पछाडितिर चाहिँ ओभिपोजिटर भन्छ, अन्डा पार्ने भाग हुन्छ। त्यो चाहिँ त्यो सानै काँक्रो सानै हुने बेला अथवा काँक्रो फर्सी सानो हुने बेला त्यो भित्र छिराएर अन्डा भित्र पारिदिन्छ क्या उसले। अनि त्यसपछि चाहिँ बाहिरबाट हेर्दा ठिकै हुन्छ, उसको बच्चा चाहिँ भित्र हुर्किँदै जान्छ। अनि उसले खाँदै 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 बच्चा पनि खाँदै बढ्दै, काँक्रो पनि बढ्दै, उसको बच्चा पनि बढ्दै भित्र। अनि त्यसपछि छैन, उसैले खान्छ सबै त्यो। त्यही भएर सानो बेलामा नै उसले चाहिँ अन्डा, त्यो उसको चाहिँ ओभिपोजिटर भन्छ, त्यसको अन्डा पार्ने भागले सुई सुई अन्डा छिराउँदै छिराउँदै सबै काँक्रामा अन्डा छिराउँदै जान्छ ऊ त्यो।
अर्काको त होइन है, उसको पनि मेरो भाग भनेर खा होला है, मलाई दिएको। अब यो अर्को चाहिँ खुम्रे किरा तपाईँले देख्नु नै भयो। तपाईँको चाहिँ कतिपल्ट चाहिँ अब तरकारी बालीहरूमा चाहिँ यो बढी गोबर मल हालेको चाहिँ एकदमै आउँछ यो। त्यही भएर काँचो मल हाल्यो भने चाहिँ यो आउँछ। मल नपाकेको मल चाहिँ खेतबारीमा प्रयोग गर्यो भने अथवा बारीमा प्रयोग गर्ने समस्या हुन्छ। यो आउनुको मतलबै तपाईँले मल चाहिँ नपाकेको हाल्यो भने चाहिँ प्रमाण हो यो है। हामीले चाहिँ हामी चाहिँ कालो मल हालेको छु, राम्रो मल हालेको छु भन्छ, तर तपाईँको बारीमा यो आयो भने तपाईँले हालेको मल चाहिँ ठिक छैन भनेको हो यसले, त्यो देखाएको यसले। माथि नि काट्छ, तल पनि फेरि नि काट्छ, जरै काट्छ, माथि आएर पनि खान्छ यसले। ज्ञानी छ भने होइन, चट काट्ने फेरि अर्को छ होइन, चट्ट काट्ने भनेको फेद कटुवा छ, यो चाहिँ जरा मुनि काट्छ, माथि पनि आउन त आउँछ होइन, तर मुख्य जुन माथि त्यो तरवारले काटेर सिधा सिधा काट्छ नि, त्यो चाहिँ फेद कटुवा भन्ने छ अर्को फेरि। बिगार्यो भने ऊ खाएको खाना उसलाई खाना, उसको स्वाद आउँ उसलाई खाने कुरा खाँदैन, कहाँ खान्छ। यो चाहिँ भान्डाको गबार हो, भान्डाको यस्तो चाहिँ खान्छ, भान्डामा पनि डाँठमा पनि हुन्छ, फलमा पनि यसरी चाहिँ पुरै फल चाहिँ किरा किरा हुन्छ। अर्को यो चाहिँ झुसिल किरा पातहरूमा, यो चाहिँ काउलीहरूमा लागेपछि सिद्ध्याउँछ है। यो चाहिँ सङ्खे किरा बन्दामा अहिले बढी हुन्छ यो समयमा चाहिँ बर्खामा एकदमै आउँछ। चिप्ले किरा, सङ्खे किरा, यताको सङ्खे किरा, यताको चिप्ले किरा। त्यो माथि डल्लो भएकोलाई सङ्खे किरा भन्छ, नभएकोलाई चिप्ले किरा। सुर्तीको दाँतको धुलो अथवा चाहिँ अन्डाको बोक्राहरूमा चाहिँ यो चाहिँ आउन सक्दैन। सुर्तीको दाँतको धुलो। ल अब कसरी व्यवस्थापन गर्नेमा जाउँ, किराको लागि है, किराको उपचारमा जाउँ। अब किराको चाहिँ तपाईँले देख्नुभयो यसो यसो किराहरू भयो। एउटा उपाय भनेको चाहिँ तपाईँले चाहिँ EM2बाट पनि हामीले चाहिँ कम गर्न सकिन्छ है। 1 लिटर EM2मा चाहिँ अथवा 1 बिर्कोमा चाहिँ 20 बिर्को पानी हालेर बिरुवाको पातहरू भिज्ने गरेर हाल्ने, एउटा उपाय है यो। भयो यसले किरालाई मार्ने बोटलाई चाहिँ बलियो बनाउनुलाई हो। सो भन्दा पहिला बोट आफू बलियो बनाउनको लागि चाहिँ यो उपाय हो। किराको चाहिँ अब बिस्तारै आउँछ यहाँ। बोट रोपेपछि हप्ताको एकपल्ट चाहिँ तपाईँ छरिराख्यो भने बोट बलियो हुन्छ। बोट बलियो भने किराले चाहिँ बढी आक्रमण गर्न पाउँदैन। अर्को चाहिँ देखेको जति किरालाई चाहिँ हातले टिपेर मार्ने, यो चाहिँ सबभन्दा कौशी खेतीको लागि, तरकारी फिल्डमाको लागि चाहिँ त्यति उपयोगी हुँदैन, तर हामी कौशीको लागि हो भने चाहिँ हातले टिपेर मार्नु सबभन्दा राम्रो हो है। त्यो चाहिँ बिहान बिहान चाहिँ आफू गएर जति किरा लागेको छ हेरेर चाहिँ टिपेर मार्ने। राति कति उताले राति त्यही त भने बिहान देखेको जतिलाई मार्दै गयो भने पछि कम हुन्छ नि। त्यो चाहिँ सबभन्दा अब हामीले गर्दाखेरि चाहिँ त्यो उपाय हो भने। अर्को चाहिँ पास हो। यो चाहिँ येलो ट्र्याप अथवा चाहिँ ब्लू ट्र्याप भनेर भनिन्छ। यस्तो पासो चाहिँ बजारमा किन्न पाउँछ, गमवाला। सबै यसमा चाहिँ किरा ताँसिएपछि चाहिँ यसमा ताँसिएर मर्छ। यो गम भएको हुन्छ। यो सुलसुलेहरू मसिनो किरालाई चाहिँ निलो हाल्ने, अलिकति ठुलो सेतो झिङ्गाहरू अनि लाई किराहरूलाई यिनीहरूलाई चाहिँ यो ठुलो अलिक पहेँलो हाल्ने, यस्तो चाहिँ किन्न पाउँछ। तपाईँले यसको चाहिँ जहाँ जहाँ तपाईँ कौशीमा एउटा दुईवटा यो हालिदियो भने चाहिँ हुन्छ है। यो चाहिँ सबभन्दा चाहिँ विषादी हाल्न नपर्ने गरेर चाहिँ उपाय भयो है। पहेँलो पासो भयो। अब अर्को चाहिँ यो चाहिँ बत्तीको पासो है। अब हाम्रो एउटा भजनमै लेखा छैन, बत्ती देख्दा पुतलीले ज्यानैसम्म फाल्छ होइन। हो, त्यो भजन गाउने मात्र होइन, उपयोग पनि गर्नु पऱ्यो नि होइन।
हामी ताली बजाएर मात्र 500 नम्बरको भजन गाउँछौँ, बत्ती के अरे बत्ती देख्दा पुतले ज्यानैसम्म फाल्छ। अब फाल्न आएकोलाई त फाल्न दिनु पऱ्यो नि त, होइन? त्यो कारणले गर्दाखेरि चाहिँ हामीले के गर्नु पऱ्यो, यस्तो चाहिँ बजारमा अहिले बत्तीको पासो भन्दै यस्तो किन्न पनि पाउँछ। नत्र चाहिँ आफ्नो घरमा बत्ती जहाँ बाल्नुहुन्छ नि, बालेको बत्तीको मुनि चाहिँ बाल्टिनहरू हालिदिनुहोस्। अनि त्यो चाहिँ जति पनि राति उडेर आउने किरा हुन्छ नि, त्यो जति हानिकारक हो। दिउँसो आउने त्यति हानिकारक हुँदैन। पुतलीहरू राति जति पनि उडेर आउनु यस्तो खालको झुसझुस भएको। अनि त्यो खुम्रेको यताको त्यो देख्नुभयो नि खपटे, त्यो खपटे त्यो खुम्रेको माउ हो, त्यसको आमा बाउ हो त्यो। त्यसलाई मार्यो भने त्यो आउँदैन सिद्धो, त्यो चाहिँ मार्नु पऱ्यो हामीले। त्यही भएर रातोवाला के भन्नुहुन्छ त्यसलाई? ओ त्यो रातो रातो दल्लो पऱ्यो। हो हो दल्लो पऱ्यो होइन, त्यो होइन, त्यो भनेको चाहिँ पतेरो भयो। कालो पनि हुन्छ, रातो पनि हुन्छ, निलो पनि हुन्छ, हरियो पनि हुन्छ, यस्तो रङ्गिन चाहिँ। यसको यसले चाहिँ जहाँ जहाँ तपाईँको चाहिँ गोबर हुन्छ नि, गोबरमा चाहिँ अन्डा पार्छ यसले। त्यही भएर खुम्रे किरा त्यहाँ आउँछ हो। माटोभित्र पछि खुम्रे किरा पछि बन्छ कि त्यहाँबाट। कुनै बेला त्यो अब बच्चाबाट अचल अवस्थाबाट माउ बन्ने प्रक्रिया हो भने माटोमा आउँछ, पाउने भयो भने त्यसपछि उडेर बाहिर जाने हो कि यिनीहरू। त्यही भएर चाहिँ यो दुईवटा किरा, यस्तो किराहरू चाहिँ बत्ती भएको ठाउँमा आकर्षित हुन्छ। अनि त्यहाँ कारण तपाईँले चाहिँ जहाँ बत्ती बालेको ठाउँमा चाहिँ बाल्टिनहरू चाहिँ हालिदिएर बाल्टिनमा चाहिँ पानी आदि हालिदियो भने यो किराहरू आएर त्यहाँ मर्छ कि। तरिका उपाय। नत्र चाहिँ अब खेततिर बारीतिर हाल्ने हो भने चाहिँ कौशीले त्यहाँ बत्ती छैन भने चाहिँ यस्तो खालको सोलरवाला यस्तो किन्न पाउँछ। अनि यो चाहिँ तपाईँले हालिदियो भने चाहिँ यसमा त्यो जति त्यहाँ मुनि त्यो भाँडोमा त्यहाँ पानी हालिदिने, अनि त्यो दुईवटा त्यो यस्तो यस्तो देख्नुभयो नि, त्यसको माथि चाहिँ त्यहाँ सेतो त्यहाँ बत्ती बल्छ, सोलरको बत्ती बल्छ। अनि राति बत्ती बल्छ, बत्ती बलिसकेपछि त्यो किरा आकर्षित भएर त्यहाँ पानीमा परेर मर्छ। त्यो हो चाहिँ हामीले चाहिँ बिसारी छर्न परेन, किरा आफै चाहिँ मर्न आयो कि यसमा। अर्को चाहिँ यो चाहिँ एजाडिराक्टिन भनेर अथवा चाहिँ निमको त्यो विषादी पाउँछ बजारमा। यो चाहिँ जति पनि यहाँ मैले भनेको यो चाहिँ विषादी होइन है, यो चाहिँ जैविक विषादी अथवा चाहिँ यसले चाहिँ वातावरणलाई र हामीलाई असर नगर्ने यिनीहरू। यो हाल्न पनि सकिन्छ निम। यो चाहिँ 1 लिटर पानीमा 5 ml को अथवा 5 ml चाहिँ यो निमको तेल भयो, निमको विषादी भयो, त्यसमा 10 ml चाहिँ साबुनको झोल र 1 लिटर पानी मिसाएर चाहिँ तपाईँ स्प्रे गर्ने किराहरू लागेको ठाउँमा। यो चाहिँ बजारमा यो चाहिँ विशेष मसिनो किराहरूलाई भनेको लाई किरा, सेतो झिङ्गा, अनि त्यसपछि झुसिल किराहरूलाई चाहिँ काम गर्छ यसले। ठुल्ठुलो किरालाई, फट्याङ्ग्रा यस्तोलाई चाहिँ काम गर्दैन, सानो सानो किरालाई चाहिँ काम गर्छ यसले। भयो है उपायहरू तपाईँहरूले चाहिँ। यो चाहिँ सबैले जति भन्छ यो चाहिँ जैविक उपायहरू हो है। त्यो अर्ग्यानिक तरिका भनौँ न, अर्ग्यानिक अहिले अर्ग्यानिकमा पनि धेरै उपायहरू आएको छ। त्यही भएर अब यो चाहिँ खुम्रेको लागि अहिले बजारमा पाउँछ। मैले एउटा यो यस्तो यस्तो पाउँछ मेट्रा भनेर, देख्नुभयो नि त्यो डिब्बा हो, यो यस्तो मेट्रा भन्ने पाउँछ। यसले चाहिँ खुम्रे मार्छ है। यो पनि चाहिँ जीवाणु आफै, यो आफै पनि भाइरस हो। यसले चाहिँ जहाँ जहाँ यो खुम्रे छ त्यहाँ त खोज्दै जान्छ, यो आफैले खोज्छ अनि यसले खान्छ। यो चाहिँ बोटमा छर्ने, पातमा पाकेर बोट त्यो माटोमा छर्ने। यो पनि साइन्स मेट्रा पानीमा अहिले हाल्ने तरिका यहाँ मैले भन्छु। यो चाहिँ खुम्रे किरा, रातो कमिला, धमिरा, खपटे किरा, लाई, पतेरो सबै किराको लागि चाहिँ यसले काम गर्छ। हो हाल्दा हुन्छ, माटोमा उपचार गरेर पनि भयो होइन। मलमा पहिले मिसाउन पनि सकिन्छ तपाईँले चाहिँ। यो चाहिँ त्यहाँ तरिकाहरू त्यसमा पनि छ होइन। जस्तै मलमा मिसाउने हो भने चाहिँ 10 देखि 20 यो झोल मेट्राइजियम, त्यो झोल 10 देखि 20 ml लाई अथवा 20 ग्रामलाई पाउडरमा पनि आउँछ। पाउडरमा आयो भने ग्राममा भयो 10 देखि 20 ग्राम,
झोलमा आयो भने चाहिँ 10 देखि 20 ml झोललाई चाहिँ 10 किलो गोबर मल अथवा कम्पोस्ट मलमा पहिला मिसाउने, अनि मिसाएर त्यो मल चाहिँ तपाईँले खेतबारीमा चाहिँ छर्ने। त्यसरी यो 10 किलो मलले तपाईँ करिब करिब 3-4 आनालाई पुर्याउने। यसले चाहिँ त्यो पातलो छर्ने के, अनि यसले चाहिँ यो आफैमा जीवाणुहरू भएको हुन्छ। अब पात तथा बोटमा छर्ने हो भने चाहिँ 2 देखि 5 ml चाहिँ 1 लिटर पानीमा मिसाएर चाहिँ छर्ने। अनि यो जति पनि मैले अहिले यहाँ जैविक मलहरूको कुरा गरिरहेको छु नि, यो के अरे औषधिहरू कुरा गरिरहेको छु नि, यो जहिले पनि छर्ने बेलामा याद गर्नुहोस् यो जीवित चिज भएकोले दिउँसो चाहिँ प्रयोग नगर्नुहोस् है। यो चाहिँ अघि पनि मैले इएममा जे भन्यो त्यही नियम लागु हुन्छ सबैमा है। सिधा चर्को घाममा यो प्रयोग नगर्ने, कि बेलुका कि बिहान। हल्का माटो चाहिँ सुक्खा माटोमा हुनुहुने, हल्का चिस्यान भएको माटो हुनु पर्यो यसलाई काम गर्नुको लागि चाहिँ, बल्ल यसले काम गर्छ। अनि उच्चतम प्रतिफलको लागि हरेक 10 दिनको फरकमा चाहिँ 1 महिनासम्म तपाईँले 10 दिन भनेको 3 पटक हैन, एक पटक प्रयोग 10 दिनपछि अर्को, फेरि 10 दिनपछि अर्को गरेर 3 पटक हाल्यो भने चाहिँ पुग्यो। बुझ्नुभयो? यो चाहिँ मेट्रा अथवा चाहिँ यसको फुल नाम चाहिँ मेट्राजियम हो। मेट्राजियमलाई चाहिँ तपाईँले चाहिँ प्रयोग गऱ्यो भने यो के को लागि भयो? खुम्रे किराको लागि भयो। जान्नुभयो? नाम चाहिँ चिनेर राख्नुहोस् है। फेरि अघि जस्तै पसलले कहाँ गएर मलाई यसको लागि यो मेरो समस्या यो देऊ भन्दा पनि नामै तपाईँले टोकेर भन्यो भने उनीहरू पनि यसले अलिक पढ्या रहेछ भने थाहा पाउँछ। नत्र अघि जस्तै मेरो पात काट्या छ त्यसलाई के दिनु भने जेद पनि दिएर पठाउँछ उसले, यसलाई के थाहा छैन जे दिने हुन्छ भन्छन् हैन। अनि तपाईँ फेरि भएन भने जान्छ फेरि अर्को दिएर पठाउँछ। उसको तपाईँ पैसा तपाईँको सिद्धिरहन्छ, उसको दिइरहन्छ उसले। किरा लाग्छ। त्यो त तपाईँको चाहिँ सेपा भएको चाहिँ तपाईँको चाहिँ परागसेचन नभएर हो, मल नपुगेर हो। त्यो त सेपा भएको त। त्यसको लागि त तपाईँले चाहिँ भटमासहरू जुन हुन्छ नि, पहिला एकपल्ट लगाएको ठाउँको माटोहरू अलिअलि ल्याएर राख्नुपर्छ। सूक्ष्म जीवाणुहरू त्यहाँको पनि सार्नुपर्छ है। जस्तै भटमा नयाँ माटोमा लगाइरहेको छ भने अर्को ठाउँको ल्याएर राख्ने। अनि अर्को चाहिँ नाइट्रोजन मल एकदम कम गर्ने भटमासलाई, फोस्फरस र पोटास मल बढी हाल्ने। नाइट्रोजन भनेको तपाईँले बजारको मल हो भने युरिया नहाल्ने, घरको बनाउने हो भने पनि तपाईँले चाहिँ पिना मलहरू कम गर्ने। त्यसले चाहिँ गाईबस्तुको मल भयो भने त ठिकै छ, पिना मलहरू चाहिँ बरु कम गर्ने। यसलाई त्यो तरिकाले चाहिँ गर्नुपर्छ। अब यो विशेष गरिकन भर्टिसिलियम, यस्तै खालको अर्को भर्टिसिलियम भन्ने पनि आउँछ। यसले चाहिँ अब अलिकति ठुलो किरा सुलसुले भयो, पतेरो, सेतो झिङ्गा, थ्रिप्स, लाई, यिनीहरूलाई चाहिँ मार्नको लागि यो चाहिँ यो भयो है। यो पनि बेलुकी पख चाहिँ पातको दुवै भागमा चाहिँ 1 लिटर पानीमा चाहिँ 10 ml को दरले छर्नुभयो भने यसले चाहिँ काम गर्छ। ढुसी होइन, यो त किराको लागि। यो ढुसी भनेको यो भर्टिसिलियम चाहिँ ढुसी हो क्या। यो हामीले जुन हालेको औषधिको नाम औषधि छ नि, ऊ आफू चाहिँ ढुसी हो भनेको। ढुसी लाग्छ नि होइन, त्यो चाहिँ रोग भयो। त्यो आफैमा रोग भयो। यो अब हामीले हाल्न लागेको ढुसी चाहिँ यसले चाहिँ अर्को यो हाम्रो किरालाई खाइदिन्छ के। यो भर्टिसिलियम आफै भनेको ढुसी भयो, त्यसले चाहिँ किरा खाइदिने भयो के। त्यही भएर यो जैविक चिज भयो, यसले चाहिँ वातावरणमा पनि असर गर्ने भएन र रासायनिक चिज होइन भन्न खोजेको यो। त्यही भएर यो ढुसी भनेर चाहिँ यो हामीले हालेको औषधिलाई चाहिँ ढुसी भनेको थियो। अब यो किराको लागि हैन, यस्तो औँसा पार्ने झिङ्गाको लागि चाहिँ ऊ त्यो तपाईँलाई बिचमा देख्नु भयो नि कुकुलियोर भनेर देख्नुभयो हो, त्यस्तोलाई यस्तो डिब्बाहरू आउँछ। यस्तो डिब्बा चाहिँ झुन्ड्याउने बारीमा। तपाईँ कौसीमा पनि एउटा झुन्ड्या पुग्छ। खेतमा हो भने चाहिँ 1 रोपनीमा हो भने चाहिँ 2टा झुन्ड्याउने। यस्तो बारीमा हो भने फलफुललाई होइन, यो काँक्रा फर्सीलाई मात्रै, काँक्रा फर्सीको लागि मात्रै यो है।
अहिले यस्तो तपाईँले लिनुभयो भने ऊ त्यहाँ देख्नुभयो नि झुन्ड्याएको होइन, यसको यो भित्रको फेरि छुट्टै छ। यो यसलाई चाहिँ यहाँ चाहिँ तपाईँले पहिला चाहिँ के गर्नु पऱ्यो, यहाँ माथि पाल हुन्छ, यहाँबाट डोरी छिराउने, अनि त्यसमा चाहिँ त्यो त्यो कुकुलियर भन्ने भित छ नि, त्यसमा सानो काठको टुक्रा जस्तो हुन्छ यस्तो, त्यसलाई चाहिँ यहाँ भित्र या जहाँनिर पाल देख्नु भएको नि हो, त्यो पालसम्म चाहिँ त्यसलाई चाहिँ माथिबाट डोरीले चाहिँ हालेर यही पालसम्म ल्याएर हाल्ने भित्र, अनि त्यसपछि त्यसलाई चाहिँ खेतमा अथवा चाहिँ त कौसीमा लगेर झुन्ड्याउने, जति बिरुवा अग्लो छ त्यति अग्लोमा झुन्ड्याउने, अनि यसलाई यसरी बन्द गर्ने। अनि पछि हेर्नुभयो भने तपाईँको यो किरा जम्मै यहाँ आएर मर्छ यहाँ भित्र। यसलाई मोहनी पासो पनि भनिन्छ है। यो विशेष गरिकन चाहिँ यसमा चाहिँ त्यो हामीले जुन हाल्छ नि त्यसमा चाहिँ त्यो किराको पोथीको गन्ध राखेको हुन्छ, अनि भाले किरा सबै यहाँ पोथी छ भन्ने ठानेर आउँछ, अनि विषको त्यहाँ विष पनि मिसाएको हुन्छ, त्यसले चाहिँ मर्छ सबै। अनि त्यसपछि भाले जम्मै मरिसकेपछि अनि काम लाग्दैन पोथी जति भयो नि हो, त्यसलाई चाहिँ यसलाई चाहिँ त्यही भएर चाहिँ मोहनी पासो अथवा चाहिँ हामी चाहिँ यो पासोमा चाहिँ यसरी झुन्ड्याएर राख्छ। तपाईँले माग्दाखेरि चाहिँ मलाई चाहिँ यस्तो देऊ उस्तो भने नाम भन्नु पऱ्यो आफूले है, मलाई यसको लागि यसको यो भाँडोको नाम ट्री ट्र्याप हो, ट्री ट्र्याप दिनुहोस् भनेर भन्नु पऱ्यो है। अनि त्यसपछि चाहिँ काँक्रो फर्सीको लागि चाहिँ औषधिलाई पार्ने चाहिँ अब खास नाम चाहिँ त्यहाँ छ नि ब्याक्ट्रोसिएरा कुकरबिती, यो भन्न जानु पऱ्यो क्या। मोहनी फेरि फरक फरक हुन्छ, मोहनी पासो धेरै हुन्छ, यी सबै तपाईँलाई मैले यहाँ देखाउँछु, यो सबै मोहनी पासोको हो, तर यिनीहरू फरक फरक काम गर्छ, सबैले एउटै काम गर्दैन। त्यही भएर हामीलाई के को लागि चाहिने हो त्यो थाहा पाउनु पऱ्यो। तपाईँ कि चाहिँ काँक्रो फर्सीको औँसा पार्नेको लागि भनेर भन्नु पऱ्यो, काँक्रा फर्सीको लागि यो झुन्ड्याउने यो हो, सबैको लागि फेरि झुन्ड्याउने भाँडा फरक फरक हुन्छ, भाँडा पनि फरक हुन्छ। काँक्रा फर्सीलाई चाहिँ यो अर्को मैले यहाँ अर्को एउटा देखायो, तपाईँले देखाउनलाई मात्र ल्याएको छु, भोलि असर यस्तो भाँडो पाउँछ अर्को फेरि, यसलाई वटाटी ट्र्याप भन्छ। यो चाहिँ फेरि भेन्टाको लागि अरूको लागि अहिले म यो फेरि पछि आउँछ, यसको लागि चाहिँ यसमा एउटा यसो हुन्छ, यो चाहिँ यहाँ तल चाहिँ यसरी राख्ने, अनि यो चाहिँ खेतमा बारीमा तपाईँको कौसीमा राख्ने लथी हालेर यहाँ, अनि यहाँ चाहिँ पानी हाल्ने है। अनि यहाँ अर्को अझ यहाँ अर्को माथिको मैले ल्याउनु बिर्सेँ क्या, त्यो माथिको एउटा अर्को हुन्छ, त्यसमा चाहिँ त्यो झुन्ड्याउने हुन्छ त्यो हाल्ने है। अब यो यस्तो अब यहाँ पछि देखाउँछु, यो चाहिँ विशेष गरी पहिला काँक्रो फर्सीको लागि चाहिँ यो भयो, सम्झिनुहोस् है। घिराउनु लागि त्यो भयो। अब यो चाहिँ मैले भने स्पोडोलियर भन्छ, यो चाहिँ के को लागि, अघिको झुसिल किरा देख्नुभयो नि हो, त्यो किराको लागि चाहिँ यो ऊ त्यताको पासो देख्नुभयो यता छेउमा हो, त्यसलाई चाहिँ हामी फन्नेल ट्र्याप भन्छौँ। त्यो ट्र्यापमा त्यहाँ माथि त्यो हरियो भाग छ नि, त्यहाँनिर चाहिँ यसो भित्र एउटा चिज छ, त्यो रबर जस्तो हुन्छ, त्यहाँ चाहिँ यो चाहिँ त्यहाँ लगेर घुसाउने, त्यहाँ घुसाउने ठाउँ हुन्छ। यो राखिसकेपछि किरा सबै आएर त्यहाँ मर्छ। त्यही भएर यो किरा लाग्ने छ भने चाहिँ पहिले झुन्ड्याउने, बुझ्नुभयो। अब हामी किरा मार्नलाई खोज्दै पछाडि हाल्नु पर्दैन, किरा आफै मर्न आफै आउँछ। अहिले सजिलो यो भयो है। अब अर्को यो गोलभेडामा यसरी चाहिँ यस्तो किरा नै लाग्छ गोलभेडामा है। यसको लागि चाहिँ हेलिल्युर भन्ने आउँछ, यसरी यो खालको आउँछ कि छुट्टै त्यहाँ पुरै नाम हेलिल्युर भनेर लेखेर आउँछ। यो चाहिँ पाल पार्ने किराको लागि भेन्टामा खुर्सानीमा अनि गोलभेडामा लाग्ने किराको लागि यो चाहिँ हाल्ने भाँडो चाहिँ त्यो मैले पहेँलो देखाएँ नि, त्यो भाँडोमा हाल्ने यो। भयो किराहरू फरक फरकलाई फरक फरक तपाईँले चाहिँ जान्नु पर्यो। अब यो चाहिँ ईद बुत्ते पुतलीको लागि है। अघि मैले भने त्यो एउटा हरियो अघिको भाँडामा त्यो माथि हरियो यस्तो तुप्पा हुन्छ नि, त्यस्तो तुप्पामा चाहिँ डिबियम लुर, यसलाई चाहिँ डिबियम भन्छ, यो हाल्ने। यो चाहिँ फेरि काउलीमा लाग्ने किरा हो। काउलीमा लाग्ने किरा दुई थरीको हो। अघिको किरा अघि पनि काउलीमा लाग्ने हो, यो पनि काउलीमा लाग्ने। अघिको किरा चाहिँ सुर्तीको पात खाने किरा भन्छ, यसलाई चाहिँ हामी चाहिँ ईद बुत्ते पुतलीको किरा भन्छ। यो चाहिँ अघिको चाहिँ तपाईँले देख्नुभयो झुसै झुस परेको कालो टाउको भएको हुन्छ, यो चाहिँ हरियो हुन्छ यस्तो
यसको लागि चाहिँ यो हो फेरि खिच्नुभयो ल यो तपाईँ लिँदाखेरि चाहिँ त्यही भएर अब जुन जस्तो छ त्यसको लागि चाहिँ लिनु पर्यो क्या नाम आफूलाई चाहिने खालको भयो। अब यो चाहिँ भेन्डाको लागि भयो है। भेन्डाको लागि भनेको ब्रिन्जल ल्युर भनेर आउँछ भेन्डाभित्र पाल पारेर अघि देखाएँ नि मैले त्यसको लागि चाहिँ यो ल अब यो चाहिँ के अरे अघि अघि यो आज यो पछि आउँछ कि क्या पछि यो चाहिँ टुटा भनेको यो गोलभेडामा छ नि दुलो दुलो पालेको थियो नि अघि त्यसको लागि चाहिँ टुटा लुर भन्ने आउँछ। गोलभेडा बोट रोपेदेखि नै यो तपाईँले झुन्ड्याउनुहोस् किरा सबै यसैमा मर्छ। मैले यसपालि यस्तै एउटा झुन्ड्याएर नै त्यो गोलभेडा फलाएको छु नत्र सबै खान्छ है किरा जम्मै यसले आएपछि मार्छ यसले। त्यो भाँडोमा चाहिँ पानी हालिदिने पानीमा सबै आएर मर्छ। यस्तै यो पहेँलो भाँडा चाहिँ तपाईँसँग त्यो पहेँलो भाँडा छैन भने चाहिँ कहिलेकाहीँ के गर्न सकिन्छ भनेदेखि यस्तो पानीको बाटाहरू हुन्छ नि पानीको बाटा पानी हाल्ने अनि यस्तो बिर्को हुन्छ नि यो बिर्कोमा चाहिँ यो यसमा भएको कसरी बिर्कोमा चाहिँ हालेर त्यो बिचमा हालिदिने त्यो गऱ्यो भने पनि आउँछ। कुनलाई यो टुटा लुर टुटा अहिले पछि आउँछ होला कि हजुर लुर लुर LUR लुर भनेको पास हो। अब यो किरा देख्नुभयो यो किरा किन देखाएको भन्दाखेरि यो किरालाई चाहिँ तपाईँले नमार्नु भनेर यो चाहिँ फाइदा दिने किरा यसको नाम चाहिँ स्त्री खपते भनेर भनिन्छ। ऊ त्यो रातो देख्नुभयो नि थोप्ले टिकी किरा पनि भन्छ। यसले चाहिँ लाई किराहरू खान्छ। लेडी बर्ड लेडी बर्ड चाहिँ हाम्रो लागि चाहिँ राम्रो किरा हो। त्यहाँ अहिले खाइराखेको देख्नु भएको त्यो पुरै लाई किरा खाइरहेको छ है उयो किरा। यो चाहिँ हामीले मार्नु भएन पाउँदाखेरि चाहिँ यसलाई चाहिँ जोगाउनु पर्यो यो किरालाई चाहिँ देख्नुभयो खाइराखेको कसरी खाएको देख्नुभयो। यसरी खान्छ यसले पुरै लाई किरा चाहिँ उसले गएर खान्छ। लाई किरा त उसको भोज आए जस्तो भयो क्या त्यहाँ पुरै हो। मान्छेले चाहिँ यसले चाहिँ पात खायो भने ठान्छ यसले चाहिँ बचाउने हो क्या पातलाई। अब यो चाहिँ देख्नु भएको छ जुनकिरी जुनकिरीले त्यो तल देख्नु भएको छ सँगै किरा खान्छ चिप्ली किराहरू खान्छ यसले त्यसको बच्चा हो त्यो चाहिँ जुनकिरीको बच्चा। अहिले तपाईँले भुइँमा हिँडिराखेको देख्नुहुन्छ कालो चाहिँ चेप्टो भुइँमा हो त्यस्तो किरा चाहिँ हामीले नमार्नु भन्नु खोजेको। यसले सँगै किरा खान्छ जुनकिरी त्यो तलको बच्चा हो उसको माथिको माउ भयो तलको बच्चा हो। त्यो बिसारी धेरै हाल्यो भने कम हुँदै जाने हो कि बत्ती बाल्ने हो। अहिले सिजन हो अहिले बच्चाहरू हिँड्ने सिजन हो अहिले यहाँ पुरै यस्तो किरा के भन्छ सङ्खे किराहरू खान्छ यसले पुरै। त्यही त बिसारी धेरै भयो अहिले हाम्रोतिर चाहिँ छ अझै पनि जहाँ धुलिखेलतिर आएर छ मेरो घरमा नि आइरहेको छ यस्तो। यो यताको फोटो मैले घरमै खिचाएँ हो यो यो चाहिँ हो होइन यो चाहिँ त्यो बच्चा जुनकिरीको बच्चा हो यो। अब यो चिन्यो भने चाहिँ जोगाउनु पऱ्यो क्या हामीले भन्नु यसलाई चाहिँ हामीले चाहिँ मार्नु भएन भन्नु खोज्यो। अब यो चाहिँ गाइने किरा यसले पनि किरा खान्छ त्यो फट्याङ्ग्राहरू खान्छ यसले देख्नु भएको त्यो खाइराखेको फट्याङ्ग्रा। अब यसलाई नखाने जोगाउनु पऱ्यो क्या हामीले
यसले गर्दा अरू किरा खाइदिन्छ यसले। त्यो पुरा फट्याङ्ग्राको खुट्टाहरू फट्याङ्ग्रा खाइरहेछ उसले त्यहाँ। धानकोमा मैले खिचेर पाएको थिएँ कि भिडियो खिचेको पाउने बित्तिकैले खाइराखेको। यो आँखा फोरुवा, यसको नाम चाहिँ आँखा फोरुवा। यसले पनि किराहरू खान्छ। यसलाई पनि पायो भने चाहिँ तपाईँले चाहिँ नमार्ने भन्नु खोजेको। यो बाघे खपटे भन्छ यसलाई। यसले पनि किराहरू खान्छ यस्तो कारणले। यो खालको। अब बारुलो त थाहा छ हामीलाई होइन, बारुलोले पनि किराहरू खान्छ। यो बारुलो पनि अब हुन्छ हामीलाई तोक्छ, तै पनि यसले पनि किराहरू खाएर चाहिँ बचाउँछ। अर्को यो कोमलकती त देख्नुभयो होला होइन, माटोहरूको बनाएर घर घरमा यसो बनाउँछ। यसले पनि फाइदा दिने किरा हो। माकुरा, यसले पनि हाम्रो चाहिँ किराहरू खाइदिन्छ। अब अर्को यो उपाय भनेको चाहिँ अब घरमा आफूले पनि जस्तै चाहिँ 1 केजी काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाएर झोल बनाए 15 लिटर पानीमा मिसाएर पनि हामीले गर्न सकिने भयो। अनि 4 पोती लसुन, 3 मुठी सयपत्रीको पात, 4वटा प्याजको गानो र 4वटा पिरो खुर्सानी एकै ठाउँमा मसिनो गरी पिस्ने र 1 लिटर पानीमा 15 मिनटसम्म उमालेर चिसो गराउने। अनि यसमा चाहिँ 3 भाग पानी मिसाएर छर्यो भने किराहरूलाई चाहिँ नियन्त्रण, घरेलु उपायहरू यिनीहरू चाहिँ। र चाहिँ 6 ठुलो चम्चा मोटी तेलमा 1 किलो खरानी मिसाएर पनि हप्ताको 2 पटक छर्न सकिन्छ चुस्ने किराको लागि है। यो चाहिँ उपाय हाम्रो भयो। अब यो एउटा उपाय चाहिँ अर्को व्हाइट आयल भन्ने छ। यो चाहिँ मैले अघि सुरुमा पनि भने चाहिँ तपाईँ तेल र साबुनको झोल होइन, दुईटा चिज चाहिँ हामी मिसाएर छर्यो भने चाहिँ मात्रा चाहिँ यसको मात्रा चाहिँ यहाँ छ। 4 भाग तेल, 1 भाग साबुनको झोल। 4 गिलास चाहिँ तपाईँले चाहिँ तेल हाल्नुभयो भने 1 गिलास चाहिँ साबुनको झोल मिसाउने। अनि यसलाई चाहिँ मजाले हल्लाउने। अनि सेतो झोल निस्किन्छ। त्यो झोललाई चाहिँ तपाईँले 1 लिटर पानीमा 10 ml को दरले छर्यो भने धेरै किरालाई चाहिँ यसले नाश गर्छ, मार्छ यसले। हजुर, व्हाइट आयल भनेको बाली बिरुवामा लाग्ने विभिन्न प्रकारका किराहरू नियन्त्रण गर्नको लागि प्रयोग गरिन्छ। कीटनाशक यसले चाहिँ श्वास प्रश्वासमा अवरोध ल्याउँछ। विशेष गरी लाई किरा, कत्ले किरा, मिलीबग, सुलसुले, अमिलो जातको पातमा सुरुङ बनाउने किरा, झुसिल किराहरू लाग्छ भने चाहिँ त्यसको लागि चाहिँ यो उपाय भनेर भन्यो। पोहोर पनि हामीले यहाँ बनाएको थियौँ है, यो बनाएको थियौँ जस्तो लाग्छ मलाई। झुसिल किराहरूलाई पनि गर्छ। साबुनको झोल खाने जुन तेल भए पनि हुन्छ, सनफ्लावर तेल, भटमास तेल, तोरी तेल जुन भए पनि हुन्छ, त्यो 4 भाग मिसाउने, 1 भाग चाहिँ साबुनको झोल, 1 गिलास। अरू चाहिँ 4 बिर्को हाले पनि 1 बिर्को, त्यसरी चाहिँ मात्रा होइन। पानी पर्दैन। त्यो दुईटा मात्र चिज चाहिँ हल्लाउने, मजाले हल्लाएपछि सेतो निस्किन्छ, फिँज आउँछ, सेतो झोल आउँछ। त्यो सेतो झोल स्टोर गरेर राख्ने। अनि आफूलाई जुन बेला चाहियो त्यो बेलामा चाहिँ हाल्ने। होइन, 4 लिटर 1 लिटर त्यो हाले। त्यो त तपाईँलाई धेरै हुन्छ नि, थोरै पो बनाउने हो त। त्यत्रो 5 लिटर त कहिले सिध्याउनु फेरि। 4 भाग भनेको तपाईँले थोरै गर्नुहोस् क्या। 4 गिलास हाल्यो भने 1 गिलास, अरू चाहिँ सानो सानो भाँडोमा हाल्यो भने चाहिँ थोरै बनाउने के। यो फेरि त्यो यसको 10 ml निकालेर 1 लिटर पानी मिसाएर छर्ने हो। मिक्स गरिसकेपछि चाहिँ यसरी मिक्स गरेर सेतो भयो होइन। अनि त्यसपछि यो सेतो भइसकेपछि यसलाई चाहिँ तयार भयो। यो तयार भएपछि यसलाई चाहिँ व्हाइट आयल भनियो। यसलाई चाहिँ तपाईँले प्रयोग गर्ने बेलामा चाहिँ अझै आएको छैन, 3 महिनासम्म भण्डारण गर्न सकिने भयो। 10 ml देखि 20 ml 1 लिटर पानीमा मिसाएर छर्ने यो चाहिँ। यो चाहिँ हामी यो तल देख्नुभयो नि फोटो, यो चाहिँ हामी आफैले यताको त्यो बन्दाको बिरुवा हामी आफैले प्रयोग गरेर किरा मारेको। यो चाहिँ
प्र्याक्टिकल गरेर किसानहरूलाई देखाएको यो चाहिँ पहिलो दिन हाल्यो अघिल्लो दिनमा हाल्यो भोलिपल्ट हेर्न जाँदाखेरि छैन एउटै लागिएर सबै मऱ्यो हो तपाईँले बनाउनु भयो भने 3 महिनासम्म प्रयोग गर्न मिल्यो होइन किरा लागेको बेला मात्र छर्ने जहाँ जहाँ किरा लाग्यो त्यहाँ छर्ने किरा भएन भने चाहिँ छर्नु परेन पर यो भयो भने तपाईँ पुरै लागिकिरा त चत्ते भयो कि खोइ हाम्रो गुरुबा जानुभयो उहाँले अब कसले खबर पुर्याउँछ अब सिद्धिसक्यो होला अघि हतार गर्नुभयो अहिले चाहिँ बल्ल आउँदैछ है अब किरा सिद्धो रोगहरूको है यसलाई चाहिँ हामी एन्थ्राक्नोज भनिन्छ यो सिमीमा लाग्ने रोग हो है यो ढुसीबाट लाग्छ अब त्यसपछि यो यस्तो पनि देख्नु भएको छ अहिले बढी आउँछ भिडे खुर्सानीहरूमा कसैले थ्याप्चेर यो के अरे त्यो औँठा छाप रोग पनि भन्छ यो पनि एन्थ्राक्नोजबाट लाग्छ यो चाहिँ पात गोलबेडाको दडुवा रोग हो यो चाहिँ भेन्टाको फोमोप्सिप दडुवा भन्छ त्यो तल चाहिँ पुरै यस्तो गएर बिग्रिन्छ अनि यो भाइरस भयो भाइरसले चाहिँ यसो चाहिँ खान्छ यो चाहिँ अघि मैले भनेको निमाटोड भनेको यही हो बिरुवाको जुका यसो चाहिँ जराहरू चाहिँ यस्तो चाहिँ गाँठागाँठा बनाइदिन्छ अब यसको लागि चाहिँ सबभन्दा चाहिँ राम्रो उपाय चाहिँ जति पनि पहेँलो पातहरू छ रोग लागेको पात चाहिँ टिपेर फाल्ने पहिलो उपाय भयो है त्यसपछि आएर चाहिँ दोस्रोमा चाहिँ तपाईँको यसो चाहिँ बजारमा ट्राइकोडर्मा भनेर पाउँछ यो ट्राइकोडर्मा ल्याउनु भयो भने चाहिँ धेरै जसो ढुसीबाट लाग्ने रोगहरूलाई यसले काम गर्छ बुझ्नुभयो जरा दाँत फेद कुहिने गानो कुहिने बिरुवाको फेद कुहेर मर्ने ओइलाउने अनि आलु गोलबेडाको डडुवा रोग लसुन सर्ने आदि रोगको लागि चाहिँ यसको चाहिँ उपाय चाहिँ यो चाहिँ छ ट्राइकोडर्मा भिरिदी भनेर तपाईँले माग्नु पर्यो यसलाई चाहिँ जति पनि ढुसीबाट लाग्ने रोगहरूलाई चाहिँ उपचार गर्छ मात्रा उपचार गर्ने तरिका चाहिँ यो भयो प्रयोग गर्ने तरिका बेर्ना उपचार गर्ने हो भने चाहिँ 5 देखि 10 ml ट्राइकोडर्मा 1 लिटर पानीमा घोलेर बेर्ना सार्नुभन्दा अगाडि जरालाई 30 मिनटसम्म डुबाउने मलमा मिसाएर पनि छर्न सकिन्छ 10 देखि 20 ग्राम ट्राइकोडर्मालाई 10 किलो गोबर मल अथवा कम्पोस्टमा राम्ररी मिलाएर कालो प्लास्टिकले छोपेर 7 देखि 15 दिन राखेर ट्राइकोडर्मा ढुसीको राम्रो विकास भएपछि गमलामा भर्ने अनि 2 देखि 5 ml ट्राइकोडर्मा 1 लिटर पानीमा घोलेर बोट तथा पातमा छर्न सकिन्छ हप्ताको के अरे 10 दिनको एकचोटि गरेर 1 महिनासम्म प्रयोग गर्न सकिन्छ करिब करिब सिद्धियो होला है रोग चाहिँ अब एउटा उपाय चाहिँ गाईको दुध यो चाहिँ विशेष गरी भाइरस रोग लाग्यो भने गाईको दुधलाई चाहिँ तपाईँले चाहिँ 1 लिटर पानीमा 10 ml हालेर छर्नुभयो अघि मैले त्यो पहेँलो भाइरसबाट लागेको रोग भने नि त्यसलाई चाहिँ उपचार गर्नको लागि गाईको दुध पनि प्रयोग गरिन्छ त भैँसी भयो नि हुन्छ गाई भैँसीको राम्रो चाहिँ गाईको भन्छ तर पनि अहिले त गाईको पनि उही नै हो अहिले बाँडेर पाल्छ पहिला पो जडीबुटी खान्छ र अनि त्यसको राम्रो भन्छ अहिले दुईटैलाई पराल खुवाउँछ उस्तै हो अहिले अनि यो पछाडि यो त मैले अघि पनि भने तपाईँहरूलाई सयपत्रीको कुरा त भनिहालेँ अघि होइन यो सयपत्रीले चाहिँ पनि काम गर्छ भनेर चाहिँ भन्यो फुल चाहियो होइन हामीलाई पात चाहिएको पात त तपाईँले लगाइराख्यो भने वर्षैभरि पनि पात आइरहन्छ होइन सुकाउने हरियोमा हाल्ने हरियो पातहरू क्या हरियो पातहरू त्यसको बास्ना आउनु पऱ्यो कि पातको बास्ना त्यसले चाहिँ किरालाई पाते हाल्ने हरियो पाते हालिदिने 1 मुठी त्यही त तपाईँले फुलहरू लगाइराख्यो भने यो वर्षभरि चाहिँ पातहरू चाहिँ आइरहन्छ क्या हामीले त फुलको लागि मात्र भनेर गर्दाखेरि चाहिँ अहिलेदेखि भएर चाहिँ पुस के अरे
छ होइन। नत्र चाहिँ यो पात मात्रै निकाल्यो त्यसपछि फेरि पनि त्यो फुलहरू झऱ्यो त्यति उम्रियो भने फेरि बिरुवा त हुन्छ। सयपत्री जातको हुनु पर्यो। कस्तो आज त्यो पनि हुन्छ पात जे सबैको पातमा ठुल्ठुलो नै हुनुपर्छ भन्छ सानोको पनि हुन्छ। ल केही बुझ्नुभयो हजुरहरू? के फलदायी लाग्यो कि लागेन? करिब करिब अहिले छोटकरीमा मैले अलिक फास्ट गएँ। पछि पनि अब हामी के पर्यो भने किन भन्दाखेरि यो अब हामीले किसानहरूलाई चाहिँ तालिम दिँदा 3 दिनको तालिम दिँदाखेरि हजुरहरूलाई चाहिँ 2-3 घन्टामा सिद्ध्याउनु पऱ्यो। अनि अलिकति दौडे कतिवटा दौड्यो कति बुझ्नुभयो बुझ्नु भएन होइन। अब हामी त्यति टाढा नि एउटै परिवार हौँ होइन। कतै केही समस्या पर्यो भने सम्पर्क गर्न सक्नुहुन्छ। भेटिरहन्छौँ पनि होइन। हाम्रो भेटघाट त भइरहन्छ। अब गुरुबाहरूसँग त अब 3 महिना भेटिरहन्छौँ। त्यो बेला कुरा नभएर मात्रै हो होइन। कुरा त हुन्छ होइन। गुरुआमालाई के समस्या छ लिएर आउनु होला भेट्ने बेलामा। अनि हामी कुरा गरौँला। सही उपचार बताइदिनु होला। घर पुगेपछि फेरि के भन्थ्यो बिर्स्यौँ चाहिँ नभन्नु होला। त्यो चाहिँ होइन। यो खालि उसको लागि मात्रै हो। जरामा जुन गाँठा पर्छ नि निमाटोड त्यसको लागि उपचार हो यो, अरूलाई होइन। होइन त्यही भएर हरेकको फरक फरक हुन्छ। तपाईँलाई त धेरै थरी भनिसकेँ मैले के उपचार भने त अहिले। त्यसले यो अलि टाइम नभएर मैले फास्ट गएको हो। यो सबैको चाहिँ छुट्टा बिस्तारै पढ्न पायो भने धेरै हामीले बुझ्नलाई चाहिँ सहिलो हुन्थ्यो कि। त्यही भने गाह्रो भयो। यहाँ अहिले अझ कति कुरालाई मैले अझ यहाँ मान्छे घट्दै कति कुरालाई मैले कम गरेँ। सिधिसकेँ यसमा त यहाँ। अब प्र्याक्टिकल मात्रै बाँकी। भित्र गाँठो हुनेको लागि हो। रोप्नुभन्दा अगाडि चाहिँ अगाडि हाल्ने भने त्यो चाहिँ कोकोपिटमा चाहिँ कम्पोस्ट मल हाल्ने बेलामा तपाईँले चाहिँ बालुवा अथवा चाहिँ तल उहाँले ल्याउनु भएको थियो पोहोर त ल्याउनु भएको थियो। बालुवा अथवा चाहिँ भुस हुन्छ नि त्यो 1 भाग हाल्ने, मल 2 भाग हाल्ने, माटो 2 भाग हाल्ने, मजाले मिलाउने अनि गमलामा भर्ने छ होला। ल हामी प्र्याक्टिकल गर्ने त्यो प्र्याक्टिकल बाँकी छ त्यो। अब प्र्याक्टिकलमा जाउँ। अब हामीसँग कति आधा घन्टा छ। आधा घन्टामा चाहिँ प्र्याक्टिकल सकेर नि हामी चाहिँ जाने।